वी आर अलरेडी अन एयर त्यही। सो अब इलेक्सनभन्दा अगाडि नै हामीले यो गफको प्लान त गरेका थियौँ, तर कारणवश एक्जिक्युट हुन सकेन। अब ढिलै भए पनि वी आर अन द सिट। आज हामी अब कपिलवस्तुको डेभलपमेन्ट इन्फ्रास्ट्रक्चरदेखि लिएर एभ्री कुरामा वी आर गोइङ टु डिस्कस। सो आई वुड लाइक टु स्टार्ट विथ अब मैले बेसिकली चाहिँ आज हामी अलिकति प्रब्लमभन्दा पनि सोल्युसन ओरिएन्टेड अनि अपर्च्युनिटीहरू के छन् भन्ने बारेमा हामी बेसिकली हाम्रो डिस्कसन चाहिँ फोकस हुन्छ। अब दाइ जस्तो हामी त आई लाइक टु स्टार्ट विथ क्वेसन्स। हामी जस्तो कपिलवस्तु चाहिँ लुम्बिनीबाट जस्ट 27 किलोमिटरको डिस्टेन्समा छ एन्ड वी हेभ तिलौरा कोट होइन, जहाँ चाहिँ गौतम बुद्धले तपाईँको 27 वर्षभन्दा बढी टाइम स्पेन्ड गर्नुभएको थियो। इन्क्लुडिङ इट अरू यो बुद्धिस्ट रिलेटेड, बुद्ध रिलिजन रिलेटेड वी हेभ मेनी, कुदान भयो होइन, अरू एरियाजहरू पनि छ। तर तपाईँको लुम्बिनीमा आउने टुरिस्टलाई हामीले कपिलवस्तु भिजिट गराउन सकेनौँ। लुम्बिनीमा आउने टुरिस्टहरूलाई तिलौरा कोट चाहिँ भिजिट गराउन सकेनौँ। वाट डु यु थिङ्क वेयर वी ल्याक, हाम्रो कहाँ पोजिसन के छ, हामीले किन ल्याक गऱ्यौँ जस्तो लाग्छ? दिवस जस्तो पहिला त थ्याङ्क यू सो मच। अब तिमीले सुरुमै भनिहाल्यौ होइन, अब त्यो त्यतिखेर चाहिँ मैले पनि समय दिन भ्याइनँ। अब यो इलेक्सनभन्दा अगाडि हामीले प्लान गरेका थियौँ यसरी एक्चुअली दाइ गफ गरौँ न भनेर। अब त्यो 1-2 एटेम्प्ट पनि भयो। आइएम सो सरी फर द्याट। अब त्यतिखेर भइदिए यसको महत्त्व र मानि छुट्टै हुन्थ्यो होला। त्यो स्टिल त्यति ढिलो भएको छैनौँ। अब यो तिमीसित कुरा गर्ने मेरो इच्छा पनि थियो, आज जुरिया छ होइन। त्यो तिमीले पहिलो क्वेसन तिमीले जुन त्यो टुरिज्म रिलेटेड भन्यौ, यो फेरि नितान्त मेरो आफ्नो माइन्डसेट हो होइन। मेरो म त्यो मलाई आज तिमीले अपर्च्युनिटी पनि के दिनु पऱ्यो भने मेरो माइन्डसेटको हिसाबले मैले बोल्नु पाउनु पऱ्यो होइन। तिमीले तिलौरा कोट भन्यौ, लुम्बिनी भन्यौ, टुरिज्मसित कुरा गर्यौ। मेरो यतिखेर चाहिँ ब्रह्मले के भन्छ भने यो सबै इज लिङ्क टु डेभलपमेन्ट होइन। तिलौरा कोट म सानो भएदेखि देखेको तिलौरा कोट हो त्यो। अहिले आजको दिनमा बाटोघाटो कम्पेरिटिभली होइन, त्यो पनि पुगेको छ त कहिले पनि पुग्दैन होइन। कम्पेरिटिभली पहिलाभन्दा डे बाई डे इम्प्रुभ भएका छन्, पहिलाभन्दा अहिले राम्रो छ। तर हामीले कस्तो खालको टुरिज्म खोज्या भन्ने कुरो ठुलो क्वेसन मार्क। मैले किन भनिरहेको छु भने म तौलिया बस्छु। अन एन एभरेज डेली, म अस्ति गएको पनि थिएँ होइन, बेला बेला भिजिट पनि गर्छु। म सोध्छु कि अन एन एभरेज डेली कति बस आउँछ यहाँ, टुरिस्ट बस आउँछ नि तिलौरा कोटमा। त्यो इन्डियन नम्बर प्लेटका बसहरू होलान् अथवा चाहिँ नेपाली नै होलान्, जो होलान्। तर चाहिँ त्यहाँ भेहिकल मुभमेन्ट इज प्रिटी गुड, नट ब्याड। दिनको 15 देखि 20वटा बस एभरेजमा आउँछ। त्यही 20वटा बसमा भरेर आएको हुन्छ, टुरिस्ट आएकै हुन्छ। हामीले इन्फ्रास्ट्रक्चर बनाइदिउँ, इन्फ्रास्ट्रक्चर मात्र है, त्यो तिलौरा कोटको त्यो खासै बनेको छैन। इन्फ्रास्ट्रक्चर त बन्यो, तर विडम्बना कहाँनिर छ भने त्यो 20वटा बस आएर त्यो तिलौरा कोट घुमेर जाँदाखेरि हाम्रो तिलौरा कोटको अथवा कपिलवस्तुको त्यो प्रेमिसेसभन्दा वरिपरिको अथवा बाहिरको एउटा पनि चिया नखाइकन जाने कस्तो खालको टुरिज्म हामीले हेरिरहेछौँ भन्ने कुरो म आइएम स्टिल कन्फ्युज्ड है। त्यो मेरो लाइन होइन। त्यो इन्टायर कपिलवस्तु अनि त्यहाँको त्यो सराउन्डिङले पनि त्यसबाट केही न केही बेनिफिट त लिनु पर्यो। डेफिनेटली जबसम्म कम्युनिटीले बेनिफिट लिन सक्दैन, जबसम्म अझै प्रष्ट भन्दाखेरि त्यहीँको टाढाको कुरा छोडिदिउँ न, त्यहीँको वरिपरिको 4-5 जना केटाहरूले जबसम्म रोजगारी पाउँदैनन् प्रत्यक्ष, तबसम्म के को लागि टुरिज्म गर्ने, कस्तो टुरिज्म कुरा गरिरहेको हामीले होइन। मैले भनेकै त 20वटा बस आएकै छ, मान्छे घुमेर गएकै छन् होइन। एन्ट्री फी अहिले छैन, त्यो यता चाहिँ त्यो म्युजियममा आउँदा एन्ट्री फी लिन्छ। त यति भनेर त्यति मान्छे आइरहँदाखेरि अहिले 20 बसबाटै सुरु गरौँ न। 20 बसमा तिम्रो मेरो कपिलवस्तुले अथवा तिम्रो मेरो तौलियावाले अथवा तिम्रो मेरो हाम्रो आजको पुस्ताले के पाइरहेछौँ? अल्टिमेटली मेरो क्वेसन मार्क त्यहाँनिर हो क्या। त्यो टुरिस्टले हामीलाई बसालेर चिया खुवाउन नसक्नु त हाम्रो कमजोरी हो नि। एक्ज्याक्टली, दे आर रेडी टु, किनकि टुरिस्ट भने घुम्न आएको हुन्छ, रमाइलो गर्न आएको हुन्छ होइन। एक्ज्याक्टली, त्यो टुरिस्ट बसमा पनि आयो 20वटा बसमा, त्यसलाई हामीले रोकेर त्यहाँ चिया खाने इन्भाइरोमेन्ट त हामीले क्रिएट गर्नुपर्छ। एक्ज्याक्टली, यो किन ल्याक भयो? त्यही भएर टुरिज्ममा चाहिँ इन्फ्रास्ट्रक्चरसित लिङ्क गर्छौँ नि हामी। बाटोघाटो यो भएन त्यो भएन भनेर भने मतलब आजको दिनमा टुरिस्ट इन्फ्लोको लागि हाम्रो बेसिक इन्फ्रास्ट्रक्चर तयार छ होइन। अब हामीले त्यही त मैले टुरिज्म यो भन्दैछु, टुरिज्म अलिकति कमर्सियलाइज पनि हुनु पऱ्यो। जबसम्म त्यसको इकोनोमिक एक्टिभिटी हुँदैन र त्यसले जबसम्म प्रत्यक्ष रोजगारी तान्दैन, तबसम्म यस्ता खालका टुरिज्मको लागि हामी कपिलवस्तुवासीले हल्ला गर्नु बेकार छ क्या। त्यसले प्रत्यक्ष हामीलाई फाइदा हुन्छ, बहुत राम्रो गरौँ होइन। हुँदैन भने मैले त्यही भन्दैछु, म त अझै चाहिँ स्थानीय निकायलाई प्रदेशमा पनि कहीँ अब चाहिँ भनौँ न, म त्यो प्लेटफर्ममा त म छैन होइन। इन्फर्मली फर्मली कहिले कहिले भेट हुँदाखेरि म त्यही भन्छु, जबसम्म इकोनोमिक एक्टिभिटी त्यहाँ बढ्दैन त्यसको लागि काम गरौँ। त्यहाँ गरेर प्रत्यक्ष रोजगारी सिर्जना होस्,
त्यहाँबाट आएको टुरिज्मले त्यसपछि नै बढ्दै जान्छ। आज 20वटा बस आयो, 20वटा बसले त्यहाँ कुनै एक्टिभिटी हामीले चाहिँ केही चाहिँ त्यो गर्ने भने फेरि मलाई जहाँसम्म लाग्छ प्राइभेट सेक्टरले हो क्या। त्यसमा पब्लिक प्राइभेट पार्टनरसिप हुनसक्छ कि प्राइभेट सेक्टरले अलिकति इनिसिएट गरेर अगाडि बढाएपछि त्यो 20बाट 40 हुनलाई टाइम लाग्दैन क्या होइन। तर चाहिँ बाटोघाटो इन्फ्रास्ट्रक्चर भएन, यो भएर आएन, त्यो भएर आएन। अहिले रिसेन्टली पनि चाहिँ $85 मिलियन कति हो चाहिँ हिजो अस्ति मैले सुनेको थिएँ लुम्बिनी विकास कोषको भने डेफिनेटली तेलौराको पर्ला, त्यसको लागि लोन लिएको छ भनेर। बस त्यो लिएको लोनको प्रोडक्टिभिटी र त्यो लोनको ब्याज तिर्दाखेरि हामीलाई थप हार्न परोस्, त्यसको रिटर्न आउनु पऱ्यो। रिटर्न आउने भनेको अल्टिमेटली त्यो प्रोडक्टिभ सेक्टर भनेर गनिनु पऱ्यो, त्यसबाट इकोनोमिक एक्टिभिटी बढ्नु पऱ्यो, त्यसबाट प्रत्यक्ष रोजगारी सिर्जना आउनु पऱ्यो। सिम्पल। त्यसलाई हामीले प्रमोसन गर्न पनि कतिपय हदमा नसकेको हो कि बुद्ध त म्याक्सिमम टाइम स्पेन्ड त कपिलवस्तुमै भएको छ होइन। अब त्यही उहाँहरू उता लुम्बिनीमा जन्मिए पनि तपाईँको उहाँको हुर्काई बढाइ सबै कपिलवस्तुसँग जोडिया छ। अर्को कुदान होला, अरू रिलिजियस प्लेस पनि बुद्ध रिलेटेड टन्नै छ कि त्यो एरियामा हामी गयो भने। सो हामीले अलिकति प्रमोसनमा पनि ध्यान दिएनौँ कि। अनि प्रमोसन भए चाहिँ टुरिस्ट फ्लो 20वटा गाडीबाट 200वटा आउँथ्यो। अनि बल्ल तपाईँको प्राइभेट सेक्टरले नि यहाँ त रहेछ है, यहाँ टुरिस्टको फ्लो छ, हामीले इन्भेस्टमेन्ट गर्नुपर्छ भन्ने खालको बल्ल माइन्डसेट बन्थ्यो कि। किनकि जहाँ व्यापार छ त्यही नै जाने हो प्राइभेट सेक्टर। भाइ यो प्रमोसनको कुरा चाहिँ हेर है, अब आजको जमानामा तिमीले हामीले कुरा गर्दाखेरि प्रमोसन पहिला जस्तो चाहिँ कुनै रकेट साइन्स होइन यार। पहिला जस्तो चाहिँ अब चाहिँ के अरे टाइम्समा छाप्नु पर्ने, CNN-मा चाहिँ एड दिनुपर्ने जमाना छैन नि। सोसियल मिडियाको जमानामा प्रमोसन कुनै चाहिँ अप्ठ्यारो कुरो हो र। म अझै पिन पोइन्ट गरेर म भनिदिन्छु, हामी कहाँ रैथाने काला निमक चामल भन्छन् नि, केही नगरौँ न, काला निमक चामल 500 ग्राम प्याक गरेर बाहिर, अब भाइ पनि गएको छौ होइन, बाहिर कुनै पनि त्यस्तो डेस्टिनेसनमा जाँदाखेरि सोभिनर सप भनेर हुन्छ नि एउटा उपहार। तेलौराकोट आएपछि किनेर लिएर जाउँ। त्यो 20वटा बसको म चाहिँ टुरिस्टले टार्गेट गर्दैछु है। त्यो 20वटा बसकोले 25%ले मात्रै बुद्धको भूमिमा उत्पादन भएको चामल काला निमक हो नि त। काला निमक मात्रै 500 ग्राम प्याक गरेर त्यति मात्रै आज सोभिनर लिएर जाने, यहाँबाट स्टार्ट गरौँ न, यति मात्रै स्टार्ट गरौँ न। त्यसपछि आउने त्यसको भन्नु मल्टिप्लिकेसन, यसबाट आउने चाहिँ फर्दर चाहिँ इफेक्टहरू बिस्तारै आउँदै जान्छ। त्यसको इनिसिएसन कसले लिनु पऱ्यो? कम्युनिटी लेभलमा मात्रै इनिसिएसन लिएर फेरि त्यसको बिक्री वितरणको कुरा होला, त्यसको व्यवस्थापनको कुरा होला, कहाँबाट सुरु गर्ने यसको इनिसिएसन? त अब अहिले जुन खालको भनौँ न इनिसिएसन गर्ने त तिमीले हामीले नै हो। र अझै प्रमुखतया जिम्मेवार व्यक्तित्व जो निर्वाचित भएर जानुभएको छ उहाँले कुरा उठाउनु पऱ्यो नि। फर्स्ट पोइन्ट यो गरौँ। यो त इमिडिएट भने कुनै पनि काम गर्दाखेरि सर्ट टर्म, मिडियम टर्म, लङ टर्म त हुन्छ नि। सर्ट टर्म इमिडिएटली यो काम गरौँ। मैले त्यहाँ सोधेँ पनि यो सोभिनर सप खोल्नुलाई के गर्नुपर्छ होइन, तथा नाम नियमहरू छन्। त्यो नियमहरू तपाईँले चाहिँ रिभाइज गर्नु पऱ्यो। त्यो कम्प्लेक्सिटी त्यही त त्यहाँ बस्ने त्यहाँको लोकलले त त्यो कम्प्लेक्सिटी पुरा गर्नै सक्दैन। लोकलले त बिचराले के गर्न सक्छ, उसले यति आइडिया पनि भन्न सक्दैन। उसलाई चाहिँ प्रत्यक्ष रोजगारी दिने हो र भोलिबाट चाहिँ अलिकति इकोनोमिक एक्टिभिटी बढ्ने हो भने ऊ आफै खुसी भइहाल्छ। जस्तो त्यहाँको इन्फ्रास्ट्रक्चरको केसमा जस्तो बाहिरको इन्भेस्टमेन्ट पनि अलिकति आउँथ्यो होला। जस्तो हामीले पहिला युनेस्कोमा राख्नका लागि पनि एटेम्प्ट गरे हो, अनि त्यसलाई टेन्टेटिभ लिस्ट अफ युनेस्को भनेर पनि त्यसलाई पछि तेलौराकोटलाई पनि इन्क्लुड गरेको छ भन्ने न्युजहरू पनि आयो। त्यसका लागि पनि हामीले एग्रेसिभली लाग्न सकेनौँ कि जस्तो लाग्यो हाम्रो लिडरसिपदेखि लिएर। फेरि मेरो यो कुरामा दिवस यस्तो छ, युनेस्को यी सबै जार्गनहरूलाई सेकेन्डरी राख मेरो भाइ। यो युनेस्को हेरिटेज साइटमा परेन। अल्टिमेटली मलाई भन्छौ भने होइन, आइ एम भेरी सरी टु से दिस, मलाई भन्छौ भने अल्टिमेटली इकोनोमिक इन्डिकेटर मेरो लागि ठुलो कुरो हो। मलाई त तेलौराकोट होस् या वरिपरिका वडाका गाउँका मान्छेहरूले कति रोजगारी पायो भने मापक मेरो त्यो हो क्या। ज्यादा दिन कुनै एउटा या युनेस्को आओस् नआओस् मलाई मतलब छैन त्योसित। युनेस्को नआएका साइटहरू पनि छन् नि, भनौँ न तिमी हामी नै विदेश घुम्न जान्छौँ, कुन ताकि युनेस्को साइट चाहिँ खोजेर जाने हो र हामी। अनि त्यति छोडिदिउँ न। अहिले मैले जुन 15वटा 20वटा बसको भने 15वटा 20 बसको कम होला, तर 15 बसको बडै स्टार्ट गरौँ न। 15 बस त आएकै छ नि त, ना होइन नि। 15 बसबाटै स्टार्ट गरौँ। यहाँबाट इकोनोमिक एक्टिभिटी बढ्नु पऱ्यो। त्यहाँ भएका दाइ भाइ बहिनीहरूले कमसेकम रोजगारी पाउनु पऱ्यो। त्यहाँबाट स्टार्ट हुन्छ। डे वान के गर्नु पऱ्यो यसको लागि? डे वान इमिडिएटली त्यहाँको नियम कानुन के छ संशोधन गरेर त्यहाँ कमसेकम इकोनोमिक एक्टिभिटिज हुने, त्यो रेस्टुरेन्टको फर्ममा होला, त्यहाँ सोभिनर सपको फर्ममा होला। त्यहाँ कमसेकम आएको टुरिस्टलाई होल्ड गराउनु पऱ्यो कि भाइ। 1 घन्टा 2 घन्टा होल्ड, 2 घन्टाबाट स्टार्ट गर न। लन्च हुनसक्छ कि किन हुन सक्दैन? बिहान आएर लन्च किन खान सकिँदैन? गभर्मेन्टले आएर होटेल खोलिदिने कुरा त भएन। त्यो आह्वान गरोस् न।
गभर्मेन्टले चाहिँ ल यति चाहिँ अधिकरण गर्ने भनेको चाहिँ युनेस्को भनेर लागेको छ, यत्तिकै एफर्ट ल इकोनोमिक एक्टिभिटिजको लागि यहाँ चाहिँ कुनै पनि चाहिँ साइटमा सोभिनियर सप चाहिन्छ भन्ने कुरो पनि भनिदिनु कसैले भनिरहनु पर्छ र एलोकेट गर्दियो। ट्याक्स फ्री ट्याक्स हेभनको कन्सेप्ट पनि लागु हुनसक्छ केही स्टार्टिङ पर्पजको लागि। त्यो ट्याक्स हेभन त्यतातिर पनि नजाउँ यार अहिलेलाई इमिडिएटली है। आइएम भेरी सरी मैले अब फेरि अलिकति लङ टर्म मैले कुरा गर्न सकिनँ। इमिडिएटली यो पछिको कुरा गर्दै जाउँला। अहिले इमिडिएटली कमसेकम 15वटा जुन बस आएको छ त्यो त आएको फ्याक्ट भन्दैछु म। 15वटा बसमा आएको मान्छेलाई तेलौराकोटभित्र घुमेर बाहेक पनि 1 घन्टा मात्र इङ्गेज गर्ने त्यहाँबाट सोच्नु न। त्यो इङ्गेजमेन्टले कमसेकम 10जना प्रत्यक्ष रोजगारी त पायो नि। कसले पाएको अहिले वस्तुले पायो नि। यहाँबाट स्टार्ट गरौँ अनि त्यसपछि बल्ल दिगो सस्टेनेबल टुरिज्म यहाँनिर हुन्छ कि बनाएर मात्र बन्दैन। प्राइभेट सेक्टरले पनि गभर्मेन्ट प्राइभेट सेक्टर त भाइ यस्तो छ प्राइभेट सेक्टरलाई चाहिँ जहाँ कमाइ हुन्छ त्यहाँ त ऊ डेफिनेटली आउँछ नि। पानी त ओह्रालै लाग्ने हो नि। कमाइ गर्ने मान्छे अपर्च्युनिटी हेरेर बसिरहेको छ न। अहिले नै भनौँ न मै कपिलवस्तु जाँदाखेरि चाहिँ भर्खरका केटाहरू दाइ मसित यति पैसा चाहिँ के गर्ने दाइ यसो भनिदिनुहोस् न भन्ने मान्छे कति छन् तिमीको पनि आउँछ नि आउँदैन। अनि यो गर्छ नि केटाहरूले किन डेफिनेटली गरिदिनु पऱ्यो। यो ठाउँ छ है ल ठाउँ छ ल केटा आएर गर अनि ठाउँ त व्यवस्था त गरिदिनु पऱ्यो नि। गयो मजाले गर्छ नि। गर्ने मान्छेहरू कमी छ र जस भविष्य चाहिँ छ त्यो भविष्य भन्दा पनि सस्टेनेबल होस् भन्ने मेरो भनाइ हो कि जे छ त छ होइन। यो पुर्खाबाट कमाएर आएको तेलौराकोट भयो कोटीको चाहिँ जति पनि चाहिँ साइटहरू भनेर कुरा गरियो नि साइटहरू त टन्नै छन् तर त्यसलाई इकोनोमिक एक्टिभिटीमा कन्भर्ट गरेर सस्टेनेबल बनाउनु पऱ्यो। जबसम्म इकोनोमिक एक्टिभिटीमा कन्भर्ट हुँदैन तब कुनै पनि साइटहरू सस्टेनेबल हुँदैन। त्यसले सर्ट टर्म मात्र जाने हेर्ने भेटी चढाउने फर्केर आउने। सो मुभिङ अन यो हाम्रो जगदीशपुर ताल पनि मैले कनेक्ट गरिहालेँ। तेलौराकोटबाट केही मिटरकै दूरीमा छ जगदीशपुर ताल। रिसेन्टली हामीले एउटा त्यो मोटरबोटको भिडियो पनि भाइरल भइरहेको थियो जगदीशपुर तालको। सो केही समय चाहिँ मोटरबोट चल्यो। अलिअलि त्यहाँको मान्छेको मुभमेन्ट पनि अलि बढी देखियो। बाहिरको टुरिस्टहरू पनि मोटरबोट चढ्न भनेर आउनुभयो। सो यो चाहिँ पहिला सिमसार क्षेत्रमा राखेको रहेछ अनि त्यसैको इस्युले गर्दाखेरि पछि मोटरबोटलाई बन्द गरियो। सो अब जगदीशपुर तालमा पनि हामीले अब त्यो एसियाकै दोस्रो ठुलो मानव निर्मित ताल भन्छौँ त्यति ठुलो जलाशय छ त्यहाँ। अब त्योभन्दा कयौँ गुणा साना तालहरूमा तपाईँको 100औँ पर्यटकहरू आइरहेछ। त्यहाँको इकोनोमी पनि चलायमान भइरहेछ। सो त्यहाँ पनि हामी ल्याग गरिरहेछौँ। भाइ यी सबै कारण पनि होला होइन। मलाई धेरैले सोध्छन् चाहिँ चुनाव किन लडिस् भनेर होइन। यी सबै कुरा चाहिँ अलिकति यसको इम्प्याक्ट होस् भन्नुको लागि पनि हो होइन। जगदीशपुर तालमा पनि मेरो अलिकति भिन्न भनाइ छ। यसमा कतिले चित्त बुझ्छ कतिले चित्त बुझ्दैन। अल्टिमेटली मेरो उद्देश्य के हो भने जबसम्म हाम्रो चाहिँ ट्यालेन्ट देशका ब्रेन हामीले रोक्न सक्दैनौँ होइन। अल्टिमेटली त्यो भने त गइसकेपछि फर्केर आउँदैन मेरो भाइ होइन। उनीहरूलाई रोक्न सक्नु नै आजको दिनमा सबभन्दा ठुलो च्यालेन्ज हो। जगदीशपुरमा पनि रामसार सिमसार यो भन्ने धेरै सुनियो। यसको उत्पत्ति कहाँबाट भयो भने सिँचाइको लागि भयो। सिँचाइको लागि हो भने अहिले त्यो चराको लागि जुन चाहिँ रामसार क्षेत्र घोषणा गरियो होइन त्यो एउटा अवस्थामा ठिक पनि होला होइन। तर आजको अवस्थामा मलाई सोध्छ भने यो रामसारको मैले हेरेको छु पढेँ होइन। होइन अब रामसार कन्भेन्सनमा भएको ट्रिटी साइन गरे हो। अब यो संरक्षित क्षेत्र भनेर त्यहाँ चाहिँ अहिले जुन मोटरबोटको कुरा गर्नुभयो मोटरबोटको सिम्पल त म यसरी बुझाइदिन्छु नि तपाईँलाई। मोटरबोट चल्दाखेरि त्यो चल्नुपर्छ भन्ने म पनि हुँ होइन। त्यसलाई एब्रप्टली बन्द गरियो टेन्डर गरिएको थियो अरे त्यसपछि एब्रप्टली ओभरनाइट बन्द गरियो। त्यो मोटरबोट चल्दाखेरि त्यहाँ कहाँबाट मान्छे आयो भन्ने कुरा कहीँ जानु पर्दैन। वडा नम्बर 6मा सुठौली भन्ने ठाउँ छ। त्यहाँको एउटा दुईवटा होटेललाई र ओदारीको एउटा दुईवटा होटेललाई त्यो मोटरबोट चल्दाखेरि तपाईँहरूको व्यापार कति हुन्थ्यो भनेर मात्र सोध्यो भने यसको रिजल्ट यसको एन्सर तपाईँले त्यही पाउनुहुन्छ। एउटा होटेलले अन एन एभरेज मोटरबोट चल्दाखेरि मैले दिनको 5000 व्यापार गरेँ। बढी चिया पसलले बढीमा बढी मोटरबोट पनि धेरै महिना त चलाएन बन्द भयो भने हेर्नुहोस् न। मैले सुठौली भने नि भने यी सबै चाहिँ क्याप्टिभ एरिया हुन् नि। क्याप्टिभ एरियामा एउटा सानो चिया पसलले 5000 रुपियाँ बढी व्यापार गर्थ्यो भने यही होइन हामीले खोजेको इकोनोमिक एक्टिभिटी यही होइन। त्यही स्थिति हामीले त त्यो वर्षौँदेखि त्यो पोन्ड जस्ताको त्यस्तै थियो होइन। त्यहाँ इकोनोमिक चलायमा नै थिएन। त्यहाँ मान्छे आउँथे घुमेर फर्किन्थे त्यही पनि त्यो लोकल बाहिरबाट प्रमोसन पनि भएको थिएन। त्यसले केसम्म मान्छेको फ्लो चाहिँ बढाएको थियो भन्ने हो। तर फेरि अब त्यो कन्भेन्सनको कुरा आउला इन्टरनेसनल प्रोभिजनको कुराहरू पनि आउला। त्यहाँको घुमफिर पनि कस्तो भने त्यहाँ एउटा त्यो बोर्ड राखिएको छ आई लभ जगदीशपुर भनेर। त्योसित एउटा फोटो खिच्न आउने बाहेक अरू एक्टिभिटिज मैले देखाएको छैन यार। त्यति त्यो पोटेन्सियल बोकेको तालले
होइन, त्यो एउटा चाहिँ त्यो फोटो मात्र खिचाएर चाहिँ गर्ने यो दुःखै लाग्छ कि यसो कम्युनिटी लेभलबाट पनि केही एक्टिभिटिजहरू हुन सक्थ्यो कि, जस्तो कतिपय ठाउँमा चाहिँ तपाईँको कम्युनिटीले नै आफै इनिसिएसन गरेर त्यहाँ आएका मान्छेलाई भुलाउनलाई, इङ्गेज गराउनलाई, अनि बल्ल त्यसपछि त्यो कम्युनिटी लेभलबाट पनि अलिकति इनिसिएसनको कमी हो कि जस्तो मैले पर्सनली फिल गरेको त्यहाँ। मैले त भनेकै छु नि, मैले त अस्ति चाहिँ जुन मैले पब्लिकली पनि भनेको छु, त्यसलाई एउटा सर्टेन सेगमेन्टमा त्यत्रो ठुलो तालले वाटर स्पोर्ट्सको रूपमा डेभलप किन नगर्ने। र मेरो ठुलो प्रश्न कहाँनिर छ भने, फेरि म त्यही कनेक्ट गर्छु दिवस, त्यो जगदीशपुर तालको भनौँ न कपिलवस्तु नगरपालिका वडा नम्बर 9, 10 क्याप्टिभ वरिपरि त्यही हो नि, अथवा चाहिँ बाणगङ्गाको नगरपालिका वडा नम्बर 5 र 6, यी 4वटा नगरपालिकामा एउटा सर्भे गरौँ न क्विकली, त्यो गर्नु पनि पर्दैन ल, यो कसैले सोध्यो पनि नाइ पनि भन्दैन। यो 4वटा वडामा विदेशमा गएका युवाहरूको नम्बर कति छन् र त्यो तालमा चरा हेर्न आउनेको नम्बर एकचोटि हेरौँ त कुन रेसियोमा छ। तालमा चरा हेर्न आउने 10 जना हुनुहुन्छ भने त्यो ठाउँबाट विदेशमा काम गर्न गएको 1000 जना हुनुहुन्छ, कति गुणा भयो? हामीलाई के चाहिएको छ आजको दिनमा, के चाहिएको छ? ठिक छ, चरा चाहिन्छ, चरा पनि राखौँ, चरा बचाउँ, होइन बचाउँ, एउटा सेगमेन्ट त्यसलाई चाहिँ पार गरेर राखौँ। त्यस्तै चाहिँदैन, मलाई सोध्नुहुन्छ भने त हटाइदेऊ चराचरा। यो फेरि चाहिँ इन्भाइरोमेन्टलिस्टहरूले चाहिँ यसो भन्यो उसो भन्यो भन्नुहुन्छ। आजको दिनको प्रायोरिटीहरू त्यो त्यसको एउटा कुनै पार्टलाई चाहिँ हामीले बरु सेपरेट गरेर इमिडिएटली त्यो पार्टलाई सेपरेट गरेर अरू एरियालाई चाहिँ चलायमान गराउन सक्यो मात्रै पनि त्यसले इमिडिएट लङ टर्म इमिडिएटली हुन्छ जस्तो लाग्छ कि। अनि इमिडिएटली 1/3 हुन्छ कि आधा हुन्छ कि त्यसमा राम्रै वाटर स्पोर्ट्स डेभलप गर्ने तपाईँले सोध्नुभयो नि मान्छे को आउँछन् भनेर, इमिडिएटली मान्छे आउँछन् त्यहाँ। ल यसरी म चलाउँछु भनेर त्यो आएपछि के हुन्छ, बिस्तारै रेस्टुरेन्ट बढ्लान्, बिस्तारै होटलहरू बढ्लान्, बिस्तारै अरू एक्टिभिटिज बढ्ला, बिस्तारै चिया पसल बढ्ला, कफी सप बढ्ला। जस्तो त्यो व्यवस्थापन समिति होला अथवा त्यो कम्युनिटी लेभलमा काम गरिरहेकोहरूले चाहिँ पहिला सुरुमा त त्यहीँबाट इनिसिएसनको सुरुवात हुन पऱ्यो नि। अब बाहिरको मान्छे जस्तो बाहिरको मान्छे गएर कोही गएर जगदीशपुर तालको बारेमा त बोल्दैन, अथवा उसँग जो त्यो इकोनोमीले बेनिफिसियरी हो, त्यो इकोनोमीको त्यो बेनिफिसियरी ग्रुप छ नि त्यहाँ वरिपरि, त्यसलाई व्यवस्थापन समितिको नाम दिला अथवा अरू युथ युनियन होला, अरू अर्गनाइजेसनहरू होला, जसले त्यो प्रोबेबल इकोनोमीको बेनिफिसियरीहरू हो, त्यो तिनीहरूले चाहिँ पहिला सुरुमा इनिसिएसन लिनुपर्छ जस्तो लाग्छ मलाई। इनिसिएसन पनि यसरी लिउँ न। अब इनिसिएसन भनेर बिचरा चाहिँ भनौँ न, अब गाउँमा बस्नुभएको त्यो कम्युनिटीले चाहिँ के दुःख दिने, के चाहिँ दोष दिने, होइन। हामीले सोच्दाखेरि भनौँ न जुन खालको चाहिँ अहिले नयाँ सोच नयाँ हिसाबले गर्ने, अहिले पनि जुन खालको चाहिँ भनौँ न जुन अहिले राज्य संयन्त्र चल्या छ, राज्य संयन्त्रलाई कति दिन लाग्छ, विदिन म्याटर अफ 1 विक अहिले यो चेन्ज गर्न खोज्यो भने 1 हप्ताभित्र चेन्ज हुन्छ, होइन। तर त्यो दृढ गर्छु भनेर चाहिँ आँट त हुनु पऱ्यो नि। अब त्यो गर्दैन भनेको जुन अहिले चाहिँ भाइले भन्नुभयो कम्युनिटीले गर्ने भने, बिचरा कम्युनिटी त त्यही देख्दै आएको छ। त्यो भने के त्यहाँ रिभोल्ट गर्ने, अब गएर चाहिँ लडाइँ गर्न जाने, भिड्न जाने, छडा गर्न जाने, कुडो कोदालो बोकेर जाने, त्यो त होइन नि। त्यो बिचरा सबै मान्छेहरू हुनुहुन्छ त्यो कम्युनिटीको, उहाँहरूको त इच्छै यही छ त, इच्छै यही छ इकोनोमिक एक्टिभिटी बढोस्, त्यहाँको मान्छेले रोजगारी पाओस्। यी सबै कुरा राम्ररी प्रस्ताइदिने हो भने कम्युनिटीले कहाँ नाइ भन्छ। त्यसैको लागि त एउटा राम्रो कसैले जिम्मा लिएर, त्यो पनि व्यक्ति होइन, त्यो निर्वाचित होला, त्यो चाहिँ कोही होला, म त तयार छु यसको लागि। पोलिसीले म त एडभोकेसी, अब त एडभोकेसी होइन, मेरो के भयो ब्याकफुट भयो बुझेनौ। अब चाहिँ म एडभोकेसी गर्ने सम्ममा परेको छु, म बोल्न सक्छु, म भन्न सक्छु, होइन। तर इम्प्लिमेन्ट गर्नेमा कहीँ गएर चाहिँ भन भनेर पनि म गएर भन्न सकौँला। अब होइन भने गएर भन्न सक्ने ठाउँमा नगएपछि, होइन भने चाहिँ मेरो हातमा चलेको मेरो 1 नम्बर एजेन्डा जगदीशपुर तालमा कमर्सियल एक्टिभिटिज कसरी बढाउने र अल्टिमेटली त्यहाँको रोजगारी र चाहिँ स्वरोजगारी कसरी बढाउने भन्ने मेरो 1 नम्बर एजेन्डा रहन्थ्यो। ओके, सो अलट टु डु त्यहाँ पनि, होइन। डेफिनेटली त्यहाँ पनि सम्भावनाहरू चाहिँ धेरै छन्। पोलिसी मेकिङ, युथ इनिसिएसन, कसैले लिडरसिप, सबै कुरा चाहिँ अल्टिमेटली इकोनोमिक एक्टिभिटी हुनुपर्छ। त्यो नभइकन सबै कुरा चाहिँ बन्छ, बसिरहन्छ। यो बनाउनलाई मात्रै, त्यो पनि अर्को एउटा कुरा पनि कि अब यसमा मैले जोडेँ, होइन। त्यसमा यसो चाहिँ गएर हेरी माटो भरियो रे, माटो सफा गर्नलाई बजेट छैन रे, अब त्यो झारहरू आएर चाहिँ ताल आधा ढाकिसकेको छ भन्ने कुरो आउँछ। बजेट कसित छ भन्दा थाहा छैन, कसले सफा गर्छ थाहा छैन। अन्युअल सिँचाइको लागि अनि पानी पनि कति घट्न हुन्छ कति घट्न हुँदैन भन्ने छ। अब त्यो भनौँ न यत्रो ग्लोबल वार्मिङले डेफिनेटली अब सिँचाइको समस्या झन् समस्या हुन्छ, पानी त्यो पुग्दैन। त्यो तालमा भएको पानी कति घटाएर कतिसम्म चाहिँ खेतमा पुर्याउने, होइन। यी सबैको चाहिँ मैले क्लियर एन्सर मैले पाएको छैन यार। न त्यो सिँचाइ भनेर राम्रो हिसाबले चलिएको छ, न त्यो
चाहिँ रामसार सिमसार भनेर राम्रोसित चलिएको छ, न कुनै एज अ टुरिस्ट डेस्टिनेसन भनेर राम्रो चलिएको छ। एउटा हाम्रो समाइदिनु पऱ्यो। सिँचाइ प्रायोरिटी नम्बर 1, यस पानी मात्रै चाहिने हो दिउँ होइन। अर्को कुरो अल्टिमेटली त्यहाँ चाहिँ टुरिज्मलाई प्रमोट गर्ने हो भने ल मैले चाहिँ दिवसले सोधेँ नि त, चरा हेर्नलाई सबै थोक भयो भने इकोनोमिक एक्टिभिटी बढ्छ कि मोटर बोट चल्नलाई बढ्छ? मलाई बताइदिनु। होइन, अफकोर्स मोटर बोट नि डेफिनेटली। अनि त्यो किन रोकेर बसिरहेको छ? इकोलोजिकल कन्जर्भेसनलाई पनि एउटा ठाउँमा चाहिँ राखौँ, एउटा पोजिसनमा चाहिँ। अब त्यसलाई चरै हेर्न नदिउँ भन्ने पनि भएन, तिनीहरूको पनि प्रमोसन गरौँ होइन। त्यसलाई एउटा भाग छुट्याउँ, अरू बाँकी रहेको चाहिँ हामी इकोनोमिक एक्टिभिटीमा इन्भल्भ गरौँ भन्ने तपाईँको भाइले किन भनिरहनु भएको छ भने आजको दिनको प्रायोरिटी हेरेर भन्नुभयो नि त होइन। हामी सबै सम्पन्न थियौँ, सबै चाहिँ रोजगारीमा भएका थिए, त्यो सबैले चाहिँ अहिले आवश्यकता छैन। मान्छेको चाहिँ भनौँ न, हामी पढ्दाखेरि चाहिँ एउटा चाहिँ निड रिक्वायरमेन्टको हायरार्की हुन्छ नि, त्यो हायरार्कीमा पुगेर टपमा पुगेर चाहिँ एकदम सेचुरेसन लेभलमा आइदिएको भए र एकदम राम्रो चराएर बसौँ। तर आजको दिनको रिक्वायरमेन्ट जे छ त्यसलाई पहिला ध्यान दिउँ न, त्यसलाई पहिला ध्यान दिउँ। ठिक छ, मुभिङ अन द। जस्तो हाम्रो कपिलवस्तुमा चाहिँ तपाईँको रिलिजियस एरियाहरू पनि हिन्दू रिलिजन रिलेटेड मल्टिपल ठाउँहरू छन्, धामहरू छन् होइन, कतिपय मन्दिरहरू छन्। जस्तो हामीलाई त तपाईँको यो हामी त बोर्डर एरियामा पनि छौँ। तपाईँको लार्ज मास अफ पपुलेसन त हिन्दू फलो गर्ने तपाईँको बोर्डरभन्दा बाहिर छ। इन्टायर नेपालको जति पपुलेसन त एउटा स्टेटमा छ जुन हामी अहिले कनेक्टेड छौँ। त्यति स्टेटको मान्छेलाई मात्रै हामीले यदि नेपाल घुमाउन सक्ने हो भने वी हेभ टु डु नथिङ कि कपिलवस्तु। त्यति स्टेटको पनि पर्ने, त्यहाँको 2% पपुलेसनलाई मात्रै हामीले कपिलवस्तु भिजिट गऱ्यौँ भने वी हेभ टु डु नथिङ। केही गर्नुपर्छ त्यसपछि? उसले भने जस्तो हो। फेरि चाहिँ प्रश्न त्यही सोध्छु, कसले गर्ने? यसको ज्वलन्त एक्जाम्पल त अस्ति भएको के अरे यो इलेक्सन मेला भएको थियो नि, नुहाउन जाने। ए ओके, त्यो महाकुम्भ एक्जाम्पल त्यही लिउँ न। महाकुम्भमा कति करोड मान्छे गए, त्यति छोडिदिनु त। तिम्रो हाम्रै कपिलवस्तुबाट कतिजना गए? त्यो हाम्रोबाट नि हजारौँ गयो नि भक्तजनहरू। किन स्टेट लेभलमै प्रमोसन गरियो त्यसको, डेफिनेटली इन्टरनेसनल लेभलमा प्रमोसन गरियो, स्टेटले त्यसलाई ओनरसिप लियो। त्यो मात्रै होइन, जस्तो यो राम मन्दिरको स्थापनाको बेलामा पनि तपाईँको वर्ल्डभरिबाट गेस्टहरू आए, हाम्रो नेपालीहरू कति गए होइन। त्यो लेभलको स्टेटले अपनत्व लिने बित्तिकै त तपाईँको सबै कुरा चलायमान हुन्छ नि। अझै तिमीलाई रिभर्समा यसरी उल्टै सोध्छु नि, जतिजना भनौँ न अलिकति जुन खालको चाहिँ हाम्रो डेमोग्राफिक अलिकति जियोग्राफिक लोकेसन छ कपिलवस्तुको, उत्तर र दक्षिण भन्छौँ नि, दक्षिणतिरबाट महाकुम्भमा जानुभएको कति % तिमीलाई लाग्छ कपिलधाम जानुभएको छ? भेरी मिनिमम। वाइ? बिकज कतिपय मान्छेलाई त थाहै छैन। अनि के भइरहेछ हो, किन त? अनि हाम्रो दैला कपिलधाम थाहा छैन कसलाई? त्यहीको लोकल मान्छेलाई। डेफिनेटली दिस इज अल अबाउट त्यो ओनरसिपको कुरा पनि हो एउटा स्टेट लेभलबाट। त्यो हामीले इभन प्रोभिन्सियल लेभलबाट इभन लोकल लेभलले पनि ओनरसिप लिन मानिरहेको छैन कि यी कुराहरूको। एकचोटि म रिसेन्टली तपाईँको यो नवलपरासीको कावासती नगरपालिकाबाट भित्रपट्टि एउटा थारू भिलेज भन्ने रहेछ, रिसेन्टली म त्यहाँ भिजिट गरेर पनि आएँ। त्यहाँ थारू कल्चरलाई यस्तो सोफिस्टिकेटेड वेमा प्रमोट गरिरहेको रहेछ। तपाईँको टन्नै टुरिस्टहरू, यो जुन हाम्रो चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने टुरिस्टहरू सबै डाइभर्ट भएर त्यो थारू कल्चर हेर्न सिक्न भनेर त्यहाँ पुग्दा रहेछन्। सो तपाईँको हामी त थारू प्र्याक्टिसमा, कल्चरमा, रिलिजनमा सबैमा एकदम रिच छौँ। हाम्रो त टिपिकल त्यहाँको रैथाने बासिन्दा नै थारूहरू हुनुहुन्छ, चौधरीहरू हुनुहुन्छ। उहाँहरूको हामीले ढिगरी चखाउनै सकेनौँ होइन, उहाँहरूको त्यो टिपिकल फुडै चखाउन सकेनौँ, उहाँहरूको कल्चरै देखाउन सकेनौँ। कुरै छैन। त्यो भने जो परासीको कुरा गर्नुभयो, हजुर, त्यो गर्दाखेरि एउटा यो डेस्टिनेसन हो भनेर प्रमोट गरिया हो नि त। डेस्टिनेसन यो हो। अब त्यो टुरमा आएको होस् र यस्तो चाहिँ माइन्डसेट पारियो कि भाइ गए पनि म गए पनि यहाँबाट हेर्ने ठाउँ के छ भने त्यसको नाम आयो नि, अनि तपाईँ पुग्नुभयो नि त। त्यो जस्तो हामी तपाईँको अन्त गएर सोच्नु हो भने पनि कहाँ घुम्ने हो भन्दा थारू भिलेज भनेर त्यहाँको लोकलले पनि भन्छ होइन, त्यसलाई प्रमोसन पनि त्यही किसिमले गरिएको छ होइन। हाम्रो त छ नि, हामीसँग छ त, थारू भिलेज छ, कल्चर छ, फुड छ, एभ्रिथिङ वे हेभ छ। इम्प्लिमेन्टेसन ल्याकिङ छ, प्रमोसन ल्याकिङ छ, पोलिसी लेभलबाट काम गर्नुपर्ने छ डेफिनेटली। सो अब यसलाई यो सबै कुरालाई एकदम यो टुरिज्मलाई एट द एन्ड तपाईँले जस्तो पोलिसी लेभलमा काम गरिरहेका मान्छेहरू हुनुहुन्छ जति पनि, सो उहाँहरूलाई के सजेस्ट गर्न चाहनुहुन्छ? अब अहिले त ब्रिफली कुरा गरियो होइन, म त अझै रिक्वेस्ट पनि गर्न चाहन्छु। हामीले 5-7 वटा मात्रै टपिक लियो नि त। यसको उदाहरणमा त अरू ब्रेजा ताल भयो, धेरै तालहरू पनि छन्, हामीसँग रिलिजियस प्लेस पनि छन्। सो ओभरअल्ली त्यो माइन्डसेट उहाँहरूले कसरी सोच्नु पऱ्यो? माइन्डसेट त क्लियर आफ्नो ट्युआर बनाएर
दिस इज समथिङ विच वी वान्ट टु बी डन इन कपिलवस्तु भनेर इमिडिएटली जानु पऱ्यो क्या। यी भनेको पोलिसी पेपर चेन्ज गर्ने हो, कुनै इमिडिएटली बजेट एलोकेट गर भनेको छैन। एउटा पेपर त चेन्ज गरिदिउँ न, तर चाहिँ कन्भिन्स हुनु पऱ्यो नि त। भनेर कन्भिन्स गराउन सक्नु पऱ्यो, कन्भिन्स हुनु पऱ्यो होइन। अब अहिले त सजिलो छ नि। अहिले त यो जतिको चाहिँ यो बुझ्ने गभर्मेन्ट र यो जतिको बुझ्ने सिस्टम त बिरलै पहिला थियो र भोलिको दिनमा के थाहा हुन्छ कि हुँदैन। अहिले त यी सबै प्रायोरिटीमा होइन, चित्त बुझ्छ भने त इमिडिएटली गराउनु पर्ने काम हो। यसको लागि त म त तयार छु। म त एडभोकेसी मैले भने नि, मैले गर्न सक्ने एडभोकेसी मात्रै भयो। यो कुरो चाहिँ म भन्नलाई तयार छु, म गराउनलाई तयार छु, म चिच्याउन तयार छु होइन। रेडी हुनुहुन्छ भने यसको लागि त म दिन रात जति मिहिनेत गर्नुपर्छ भन्नुपर्छ, आम रेडी। म त अहिले भाइसित यति कुरा भयो, म त आह्वान पनि गर्न चाहन्छु। कहीँ मेरो हेल्प चाहिन्छ मलाई भन्नुहोस्, म गएर चाहिँ कहाँ गएर चाहिँ टेबल टर्काउनु पर्छ कि चिच्याउनु पर्छ कि, आम रेडी। लाइक फर द युथ अफ कपिलवस्तु पनि अथवा त्यहाँको लोकलहरूलाई पनि। सो उहाँहरू पनि यदि त्यो कुरा चाहिँ जस्तो इकोनोमिक एक्टिभिटिजहरू ग्रोथ हो भन्ने चाहनुहुन्छ भने, अथवा त्यहाँको त्यो एरियाको पनि ग्रोथ होस्, उहाँहरूको पनि ग्रोथ होस् भन्ने चाहनुहुन्छ भने डेफिनेटली दे क्यान रिच आउट टु यु अनि वर्क कोलाबोरेटली विथ यु नि त। होइन, डेफिनेटली मसित त एनी टाइम होइन, हिजो पनि आज पनि भोलि पनि देयर इज नो प्रब्लम। बट द प्रब्लम इज द एन्ट्री टु सिंहदरबार विच आई डोन्ट ह्याभ, विच यु डोन्ट ह्याभ, विच दे डोन्ट ह्याभ। whoever has have that leverage to get into सिंहदरबार has to take a lead। मलाई त सिंहदरबार भित्र जानु भने त मैले त पास रिक्वेस्ट गरेर जानु पर्छ। मोर रेस्पोन्सिबल देन अल अफ अस। डेफिनेटली यस। उहाँहरूले पहिला भन्नु पऱ्यो कि, उहाँले पहिला बुझ्नु पऱ्यो ग्राभिटी प्रायोरिटी के हो, के गर्ने होइन। यो प्रायोरिटी हो भने एभ्रिथिङ इज रेडिमेड। तेलराकोट इज देयर, जगदीशपुर यहीँ बसिया छ, धामहरू यहीँ बसिया छ। रेडी टु गिभ अ प्लान होइन, उहाँले एक्जिक्युट गर्न रेडी ठाउँ बसिया छ। यसलाई त अलिकति चाहिँ ट्विक गर्ने, ट्विस्ट गर्ने न हो। यसलाई त इन्फ्रास्ट्रक्चर बनाएर टेन्डर गरेर 3 वर्ष कुरेर गर्नुपर्ने कामै छैन नि सबै त। यो त इमिडिएटली हुनुपर्ने कामहरू हुन्। र आशावादी पनि, म त आशावादी छु होइन। मैले अब यति भनेको कुरा मैले भने पनि छु, इन्फर्मल चाहिँ मिटिङ्सहरू पनि मैले भनेको छु। यो सबै कुरा चाहिँ प्रायोरिटीले हेरिदिनु होला। कहीँ चाहियो भने म पनि छु है, एज अ ब्याकअप। यो चित्त बुझ्छ र कहीँ गएर भन्नुपर्छ भने म पनि छु भनेर म तयार छु। म एनी टाइम आम रेडी। ठिकै छ। अब यो टुरिज्म रिलेटेड कुरालाई विल कन्टिन्यू अलिकति इनडेप्थ तरिकाले कुनै दिन ओन्ली टुरिज्मलाई मात्रै फोकस गरेर पनि हामी डिस्कस गरौँला। सो अब नाउ अलिकति एग्रिकल्चर पोइन्ट अफ भ्यूबाट पनि यसमा पनि अझै यसमा चाहिँ लास्टमा दिवस मैले जुन भनौँ न मेरो इलेक्सनको टाइममा पनि मैले जुन कपिलवस्तुको पहिचानको कुरा गर्थेँ नि, मैले यसै कुरा गरेँ होइन के त्यो भने कपिलवस्तुको कुरा मैले अहिले भर्खर के भनेर जोडेँ, सिंहदरबारमा एक्सेसको कुरा गरेँ नि मैले होइन। सिंहदरबारमा कपिलवस्तु हराएको कुरा सिंहदरबारमा गएर चाहिँ ठोकेर यो कुरा गराउनु पऱ्यो कि चित्त बुझ्ने हो भने होइन भने त छोडिदिउँ, पुरै गर्नु परेन होइन। त्यही भएर सिंहदरबारमा कपिलवस्तुको बारेमा यो सबै कुरा भनेर मैले यसै भने होइन कि, कपिलवस्तुको पहिचान भनेर मैले यसै बोले होइन कि, मैले बोल्नुको कारण नै त्यही थियो। फेरि जाउँ अगाडि। ओके, अब यो एग्रिकल्चरको विषयमा पनि जस्तो हामी त कपिलवस्तुमा एकदम धेरै म्याक्सिमम् ल्यान्ड फर्टाइल छ। अझै तपाईँको यो दक्षिणी भूभागमा हेर्ने हो भने त हामी म्याक्सिमम् मान्छेहरू अझै पनि पहिला त अब एकदम धेरै मेजोरिटी पपुलेसन नै तपाईँको एग्रिकल्चरमा इन्भल्भ थियो। अहिले पनि तपाईँको ग्रेन प्रोडक्सनमा हेर्ने हो भने, राइस प्रोडक्सनमा हेर्ने हो भने दे आर टफ कन्ट्रीमै लगभग तपाईँको अगाडि आउँछौँ हामी। तर जस्तो हामी वी हेभ बिन त्यो फुड क्रप्समा इन्भल्भ छ क्या फार्मरहरू हाम्रो एरियाको चाहिँ सबै कृषकहरू। सो तर इकोनोमिक अपलिफ्टमेन्टको कुरामा उहाँहरूले त्यो क्रप स्विच नगरेर हो कि, तर इकोनोमिक अपलिफ्टमेन्टमा कृषकहरू दे आर एट द सेम पोजिसन क्या। उहाँहरूले अहिले पनि सेम प्रब्लम छ। अब इकोनोमिक अपलिफ्टमेन्ट हुन सकिरहेको छैन। सो के हो यसको सोल्युसन, के हुनसक्छ यहाँनिरको पोइन्ट चाहिँ? यो पनि बडो अलिकति डाइभर्सिफाइड भयो क्या। कस्तो छ भने मेरो सोचाइ है, मेरो पोइन्ट अफ भ्यू, किसान कृषिसित तिमी म धेरै थोरै छोडिदिउँ। तिम्रो पनि जमिन छ, कृषि छ नि, गाउँमा त छ नि, खेती मेरो पनि छ। खेतीसित जोडिएको सबैजना छौँ हामी होइन। कसको कति भन्ने कुरा फरक पर्ला होइन, थोरै होला, मध्य होला, धेरै होला, तर सबैसित चाहिँ जोडिया छ भने मतलब एक हिसाबले सबैले वी क्यान से द्याट प्राउडली वी आर अ किसान, यति त भन्न सक्छौँ नि होइन। ठिक छ, भाइले गएर खेत जोत्या छैन होला, तर चाहिँ त्यहाँ बस्ने आमा बस्नु भयो होला, अभिभावक जसले गरे पनि आखिर भन्ने मतलब कम्पेरिटिभली हामी सबैजना किसान हौँ। किसानले वर्षको 2 चोटि, हाम्रो त 2 बाली हो नि, कहीँ 3 बाली हो, 2 बाली गरेर वर्षभरि खाने हाम्रो समाज त यही हो नि। कृषिमा ल अहिले रिसेन्टली, पहिला कुरा हिस्ट्री छोडिदिउँ, अहिले रिसेन्टली जुन धानको समर्थन मूल्य आयो, त्यो समर्थन मूल्य र प्रोडक्टिभिटी
अहिले पनि भाइले भन्नुभयो दक्षिणतिर फर्टाइल ल्यान्ड छ भनेर, दक्षिणतिर गएर ऱ्यान्डमली जसलाई पनि सोध्नुहोस् के छ भनेर सोध्यो भने खानसम्मलाई छ, शब्दै यही हो है, खानसम्मलाई छ भने मतलब त्यसको लेखाजोखा कसैले पनि गरेका छैन, त्यसको कस्ट बिसाबिस त्यसको रिटर्न कसैले हेरेका छैन। खानसम्मलाई भने गर्दै जाउँ, त्यो खेत छँदैछ, जोत्ने धान मार्ने निर्वाहमुखी मात्रै भइरहेछ, निर्वाहमुखी मात्रै छ होइन। यी सबै कुरा चाहिँ मैले सोधेँ, जस्तो मैले पनि चाहिँ गत सालबाट हेर्न थालेँ कि के रहेछ त्यसको कस्ट हेरौँ न। अल्टिमेटली त्यसको रिटर्न नआएसम्म अब यत्रो चाहिँ विदेशी नि आजको दिनमा चाहिँ युवाहरू विदेशी हो भन्ने त्यो प्रब्लम हो नि, त्यसको रिटेन गर्न सक्ने एङ्कर भनेको या त इन्डस्ट्रियलाइज हुनु पऱ्यो, या त्यसको बारेमा हामी छुट्टै पछि कुरा आउला। कृषि भनेको यति सजिलो सेक्टर हो जसले चाहिँ रिटेन गर्न सक्छ क्या, भने मतलब कृषिमा स्वरोजगारी, फेरि त्यो सर्ट टर्म प्रफिट पनि हुन्छ त्यसमा, तुलनात्मक रूपमा इन्भेस्टमेन्ट वाइज पनि रिटर्न वाइज पनि त्यो पनि भयो, तर सस्टेनेबल भयो नि त, रेगुलर भयो नि। त्यो वर्षको 2 बालीमा त भयो, 3 बाली भयो नि झन् राम्रो भयो होइन। यसमा कस्ट बिसाबिस चाहिँ रिटर्न भनौँ न, मलको ठेगान छैन होइन। यो विषयमा फेरि चाहिँ कुरा गरौँला डिटेलमा। जोत्नलाई काट्नलाई आजको दिनमा औजारहरू प्रयोग गरिन्छन्, ट्र्याक्टर, हार्भेस्टर, यसको फ्युलको ठेगान छैन। 2000 रुपियाँमा जोतिरहेको ट्र्याक्टर योपालिबाट 4000 पुग्नेवाला छ, किन भन्दा तेलको भाउ बढेको छ। 3000 मा काटिरहेको हार्भेस्टर योपालि 6000 हुनेवाला छ, 5000 हुनेवाला छ। अल्टिमेटली निस्किने उत्पादन त त्यही नै हो भने। यसो मैले पनि स्टडी गरेँ, हेरेँ होइन। वर्ल्ड वाइड प्रोडक्टिभिटीको मान्छेले चाहिँ प्रोडक्टिभिटी बढाउनेतिर लागेका छन् के भने 1 हेक्टर जग्गामा कति धान फल्न पर्छ, स्ट्यान्डर्ड कति हो, हाम्रो नेपालको स्ट्यान्डर्ड कति हो, विदेशी स्ट्यान्डर्ड कति हो, हाम्रो जतिको टेरेन अथवा हाम्रो जस्तो चाहिँ भनौँ न सोइल स्ट्रक्चर भएको ठाउँमा हुनुपर्ने कति हो, त्यति भएको छ, घट्या छ, बढिया छ होइन। बढिया छ भने कि चाहिँ बिउले गएर बढिया हो, मलले गएर बढिया हो, यी सबै कुरा आजको दिनमा स्टडी भएको छ भने पनि यसको रिपोर्ट कहीँ आएर यो कुरा किसानलाई प्रष्ट भनिदिनुपर्छ क्या। र जहाँसम्म लाग्छ कस्टको कुरा छ, त्यो कस्ट जबसम्म हामीले लिमिट गर्न सक्दैनौँ, स्योर गर्न सक्दैनौँ, तबसम्म यहाँबाट मरिमरि उत्पादन गर्यो, धानको समर्थन मूल्य 3000 राख्ने, अनि त्यहाँबाट फेरि इन्डियाबाट चाहिँ 2900 मा भट्टाभट ट्रक लोड गरेर धान लिएर आउने भने यो नीति डेफिनेटली सबै कुरा पनि म त बडो चाहिँ अप्टिमिस्टिक मान्छे हुँ। एटलिस्ट किसानले क्यालकुलेटिभ प्लानिङ चाहिँ गर्न पाउनु पऱ्यो कि पाउनु पऱ्यो। होइन बिचरा किसानले क्यालकुलेटिभ प्लानिङ गर्नलाई उसलाई यति असर्टेन त गरिदिनु पऱ्यो, बाबा मैले मल पाउँछु भनेर, मलको मूल्य यति हुन्छ, मल यति समयमा पाउँछु, मूल्य त एक हिसाबले मोरले फिक्स छ भनेर भनौँ न, तर मैले पाउँछु भन्ने कुरो उसले स्योर त हुनु पऱ्यो। मैले जोतेको ट्र्याक्टरको यति अनसर्टेन उसले आजभन्दा 2 महिना अगाडि कल्पना गरेका थिएन कि जोतेको ट्र्याक्टरको भाउ 2000 बाट 4000 पुग्छ भन्ने कुरो कल्पना पनि गरेका थिएन, भाइले पनि गरेका थिएन, मैले पनि गरेका थिएन। इरान युद्ध हुन्छ भन्ने कुरो त कसले देखाएको थियो र होइन। यो अब इन्टरनेसनल अनसर्टेनिटीले गरेर बिचरा उसको जोताइ खर्च कति भयो, डबल भयो, कटाइ खर्च डबल भयो, कस्ट अफ प्रोडक्सनै डबल भयो, डेफिनेटली भयो। अब कस्ट अफ प्रोडक्सन डबल भइसकेपछि उसको उत्पादनको मूल्य एक हिसाबले जुनमा उसले बेच्थ्यो त्यो पनि टेक्निकली डबल हुनुपर्ने हो कि हो। अब त समर्थन मूल्य तोक्दाखेरि डबल भएर तोकिन्छ, तोकिन्न, किनकि त्यहाँ त गएर फिल्डमा हेरिएकै छैन, कस्ट अफ प्रोडक्सनमा कति इन्क्रिजमेन्ट भयो भन्ने कुराको एनालाइसिसै गरिएको छैन। अब अहिले चाहिँ कृषि नीति नयाँ पास गर्ने भनेको छ होइन। त्यो यी सबै कुरा चाहिँ अलिकति माथि तैरिएर भन्दाखेरि पनि चाहिँ भित्री गएर चाहिँ एकचोटि निकाली चाहिँ दिनुपर्छ क्या। यो सबै कुरा चाहिँ कृषि भनेको कुरा त सेक्टर हेर्नु, अब हामी सानो हुँदाखेरि पढेको, तपाईँहरूको किताबमा के छ मलाई थाहा छैन, हामीले पढ्दाखेरि चाहिँ कृषि प्रधान देश यही हो नि त हाम्रो देश, कृषि प्रधान देश। त्यतिखेर जिडिपीमा कन्ट्रिब्युसन एग्रिकल्चरमा 70% थियो, आज घट्दा 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 20-25% आएर फुड क्रप्समै मात्र अड्केर बसिरहनु प्रब्लम हो कि अथवा क्यास क्रपमा स्विच हुने बित्तिकै अलिकति त्यसले चेन्ज आउने हो कि यसमा चाहिँ के हुनसक्छ? होइन, क्यास क्रप पनि यस्तो छ क्या, त्यो गभर्मेन्टले कहीँ न कहीँ प्रोडक्सन नगरिकन ह्यान्ड होल्डिङ नगरिकन हात समातेर सिकाइदिनुपर्छ क्या, हात समातेर सिकाइदिनुपर्छ। फेरि त्यो धान त उहाँहरूले पहिल्यैदेखि बाजे बराजुका पालादेखि उहाँहरूले त्यो धान कसरी लगाउने, त्यसमा बिउ कति हाल्ने होइन, त्यसको स्ट्रक्चर के हुन्छ, त्यसमा लाग्ने रोग के, उहाँहरू डक्टर हो नि। एकैचोटि क्यास क्रप ल्याएर लगाउनु भन्ने बित्तिकै त त्यसमा आउने प्रब्लम त उहाँहरूलाई थाहा छैन। इभन यतिसम्म कि तपाईँको त्यसले कति समयमा फल दिन्छ अनि मैले कति इन्भेस्टमेन्ट गर्नुपर्छ, अनि त्यो फल दिनेसम्मको त्यो ड्युरेसन हुन्छ नि, त्यो ड्युरेसनमा उहाँहरूले त अहिलेसम्म त निर्वाहमुखी चलिरहेको छ, त्यो निर्वाह चाहिँ कसरी गर्ने? त्यही भएर चाहिँ ह्यान्ड होल्डिङ कसैको हुनुपर्छ क्या, मजाले ह्यान्ड होल्डिङ। अर्को पनि क्यास क्रपको कुरा गर्नुभयो, यो रिस्क कसले लिने?
ल एकछिन मान्नुहोस् मैले लिएँ रिस्क, मैले त्यो कुनै पनि क्रपलाई मच्योर हुन त 5 देखि 6 महिना 7 महिना त लाग्छ। त्यो 6-7 महिनाको अथवा अपर्च्युनिटी लस मैले पुरानो चलिआएको धान र गहुँ छोडेर क्यास क्रपमा स्विच भएर मैले टेस्ट गरे बापतको त्यो मेरो लस कसले बेहोर्ने? त्यो टाइममा चाहिँ मेरो जुन एक्सपेन्सेस छ रेगुलर एक्सपेन्सेस त्यसको बियर कसरी गर्ने? अनि त्यो रिस्क म किन लिन्छु? मैले कुनै किसानले रिस्क किन लिन्छ? होइन, फेरि एक्सपर्ट गरेर उसलाई फिल्डमा सिकाउने मान्छे पनि कोही छैन। सिकाउने मान्छे त यस्तो छ, सिकाउने मान्छे होइन, ज्ञान केन्द्र किन चाहियो? ज्ञान केन्द्र बसिरहेको छ त, कृषि ज्ञान केन्द्र भनेर जिल्लामा बसिरहेको किन? त्यति मात्रै हो र अहिले त पालिकामा कृषि शाखा भन्ने छ। किन चाहियो कृषि शाखा? कृषि अधिकृत कृषि शाखा त्यहाँ एउटा डिपार्टमेन्टै खडा गरेर राखेको छ। अनि त्यही भएर चाहियो के भने एउटा असल अभिभावक चाहिन्छ भने यही हो कि कान समाउने मान्छे चाहियो। कान समाउने मान्छेले गराउनु पर्यो। कान समाउने अधिकार जसको छ उसले राम्रो कान समातेर काम गराउनु पर्यो। को हो त्यो कान समाउने अधिकार भएको मान्छे? डेफिनेटली अब अहिले चाहिँ छ त संविधानले दिएका पोस्टहरूमा भएका त्यो अब उत्तरदायित्व हुनुपर्छ। जस्तै प्राइस सेन्सिटिभिटीको कुरामा चाहिँ जस्तो हाम्रो त ओपन बोर्डर छ इन्डियासँग। अब यहाँ हामीले अब हाम्रो त तपाईँको प्रोडक्सन गऱ्यो भने लार्ज स्केलै प्रोडक्सन गर्छु भन्नेको पनि इन्डियाको भन्दा त अफकोर्स उनीहरूको कम हुन्छ। अनि हाम्रोमा यहाँ फ्युल महँगो छ, अनि तपाईँको सबै कुरा बिउ महँगो छ, टाइममा पाउँदैन, उसले चाहिँ आफ्नो बढी इन्भेस्टमेन्ट गरे हुन्छ। अनि बढी इन्भेस्टमेन्ट गरेको प्रोडक्ट र तपाईँको इन्डियामा उनीहरूले लार्ज स्केलमा गर्छ, गभर्मेन्टको सब्सिडिज उनीहरूसँगै छ, फ्युल कस्ट सस्तो छ, उनीहरूको कस्ट अफ प्रोडक्सन एकदम कम आउँछ। अनि के हुन्छ भन्दा हाम्रो ओपन बोर्डर छ, कतिपय केसमा हामीले रेगुलेट गर्दा गर्दै पनि त्यो रेगुलेट गर्न सक्दैनौँ। अनि सामान आइदिन्छ, यहाँ तपाईँको किसानले 3500 रुपियाँ लाएर उत्पादन गरे हुन्छ, अनि उनीहरूले 2500मा सामान यहाँ ल्याइदिन्छ। अनि त्यसपछि अल्टिमेटली त मर्का छ किसानलाई। यसलाई यस्तो छ, यो एउटा सानो यही प्रसङ्गमा हाम्रो देशको इकोनोमी भनौँ न जिडिपीमा लजिस्टिक कस्ट टु जिडिपी भन्छ क्या, भाडा जति लाग्छ लजिस्टिक कस्ट टु जिडिपी मलाई जहाँसम्म लाग्छ विश्वको सबभन्दा बढी मध्येमा नेपाल पनि पर्छ। अहिले तपाईँले किनेको सामानमा कुनै पनि सामान तपाईँ किन्नुहोस्, कुनै पनि सामानमा त्यसमा ट्रान्सपोर्टेसन कस्ट कति प्रतिशत होला अन्दाज गर्नुहुन्छ? ल गर्नुहोस् त, कुनै पनि सामान भन्नुहोस् तपाईँ पानीको बोतल भन्नुहोस् कि बजारमा गएर किनेको 4 किलो आलु भन्नुहोस् कि 2 किलो प्याज भन्नुहोस् कि त्यसमा ट्रान्सपोर्टेसन कस्ट तपाईँले कति प्रतिशत होला जस्तो लाग्छ? किनकि हामी त त्यो एक ठाउँबाट लिएर गइरहेको छौँ, हामीसँग त सबै कुरा होइन। तपाईँले कुनै पनि कुरा 100 रुपियाँ किन्दा 100 रुपियाँमा किनिरहँदाखेरि 1 किलोको कुनै सामान 100 रुपियाँ किन्दा त्यो 100 रुपियाँमा ट्रान्सपोर्टेसन कस्ट कति होला? अराउन्ड 20%। इट्स नट लेस देन 35%। ओ माई गॉड, 35% त त्यो ट्रान्सपोर्टेसनको लागि मात्रै पे गरिरहेछौँ। 30 to 35% ट्रान्सपोर्टेसन कस्ट भने मैले भने नि लजिस्टिक कस्ट टु जिडिपी नेपाल सबभन्दा महँगो। किन? कहीँबाट बाटो कतिखेर बन्द हुन्छ ठेगान छैन, हामी कहाँ गाडी महँगो छ किन भन्दा भन्सार महँगो छन्, हामी कहाँ फ्युल देखिहाल्नु भएको छ महँगो छ, हामी कहाँ स्पेयर पार्ट्स महँगो छन्, हाम्रो के कुरा सस्तो छन्। त्यही भएर लजिस्टिक कस्ट जबसम्म चाहिँ म्यानेज गर्न सक्नुहुन्न तबसम्म कम्पिटेटिभ तपाईँ कुनै देशसित पनि बन्न सक्नुहुन्न। र तपाईँले म यति बताइदिउँ, राजस्थानबाट तरकारी भरिएर आएको गाडी काठमाडौँ आउने भाडा र पूर्व नेपालको पूर्वी नेपालबाट त्यही अमाउन्टको तरकारी भरेर आउने भाडा मलाई जहाँसम्म लाग्छ बराबर छ। अनि हाम्रो किसानले कसरी कम्पिट गर्ने? त्यही भएर फ्युल कस्टमा अहिले अब हामी सुनिरहेछौँ नि, इभी चढ्ने, माउन्टेन बाइक चढ्ने, छुट्टी गर्ने, यो त मलाई सोध्नुहुन्छ भने होइन, मलाई भित्री सोध्नुहुन्छ भने यो फ्युल कस्टले अल्टिमेटली कृषि किसान र कृषि वस्तुमा के फरक परेछ भनेर उल्टो हिसाब गरेर हेर्नुपर्छ। छोडिदिनुहोस् माउन्टेन बाइक, छोडिदिनुहोस् इभी, तपाईँ हामी बरु हिँडेर अफिस जाउँला, 2 दिन ननिस्केर पनि के पनि बिग्रिँदैन। तब जबसम्म यो कृषिको इकोसिस्टम बिग्रिन्छ नि तब हेर्नुहोस् त यसको इम्प्याक्ट लङ रन कहाँसम्म पर्छ। मैले भने त अघि जोत्ने ट्र्याक्टरको कस्ट डबल भयो नि त, भाडा डबल भयो, काट्ने हार्भेस्टरको डबल भयो, त्यो बोकेर ल्याउने उत्पादन भइसकेपछि बोकेर ल्याउनेको चाहिँ भाडा डबल हुन्छ। अल्टिमेटली आएर चाहिँ फरक गरेर पर्छ। अहिले त भन्न सुरु भइसक्यो नि, कालीमाटीमा चाहिँ अब काठमाडौँमै चाहिँ कुरा गर्दाखेरि काठमाडौँमा अब ठुलो बजार भने काठमाडौँ भयो, तरकारीको भाउ डबल भयो। यहाँ त त्यो हाम्रो बिपिपी त्यति धेरै छैन कि तपाईँको त्यो मार्केटसँग हामी कम्पिट गर्न सकौँ, बाँच्नै नसक्ने स्थिति। आज पनि चाहिँ गभर्मेन्टको डिसिजन सुनियो, चाहिँ 50%
ड्युटीमा र चाहिँ रोड ट्याक्समा चाहिँ कम गर्ने भनेर होइन त्यो कसलाई कम गर्ने आजको दिनमा कृषि सेक्टरमा कम गर्नलाई पहिला त्यतातिर टार्गेट गर्नु पऱ्यो क्या बेसिक फुड भने त बेसिक रिक्वायरमेन्ट हो फन्डामेन्टल रिक्वायरमेन्ट हो होइन फुड भन्दा पनि यसको मैले कहाँबाट लिङ्क गरेँ भने अल्टिमेटली ट्रान्सपोर्टसित लिङ्क गरेर आएको छु कि म ट्रान्सपोर्ट कस्ट भन्ने कुरो यस्तो हो ल भाइ एउटा कुरो बताइदिनुहोस् न तपाईँ काठमाडौँ जानुहुन्छ आउनुहुन्छ कहिले कहिले चाहिँ यो अथवा बसकै भाडा भन्नुहोस् न बसको भाडा अथवा ढुवानी अथवा ट्याक्सीको भाडा बढेको भाडा कहिले घट्या सुन्नु भएको छैन तेल बढ्दा चाहिँ बढ्छ बेन्चमार्क त्यही नै भयो त्यही अनि त्यो स्टेबल बस्छ घट्या सुनेको छ कहिले छैन हो अहिले त इमिडिएटली यस्तो चाहिँ उपाय खोज्नु पऱ्यो कमसेकम यो कृषि उपजमा चाहिँ यसको इन्फ्लेसन आउन नदिनलाई अरूको म्यानेज गरौँला भनेकै त इभी चढौँला माउन्टेन बाइक चढौँला साइकल चढौँला जोर बिजोर गरौँला ट्याक्स घटाउँला सबै गरौँला तर अल्टिमेटली त्यो जोत्ने खर्च त्यो काट्ने खर्च र कृषि ढुवानी गर्ने खर्चलाई कमसेकम हामीले त्यसलाई बेयर मिनिमम चाहिँ यो अहिलेको इन्फ्लेसनबाट चाहिँ यसलाई चाहिँ प्रोटेक्ट गर्न सकियो भने यसको लङ रन राम्रो भएर जान्छ होइन भने त आउने दिनमा कृषिमा त झन् भयावह अवस्था मैले देखेको छु इट्स गोइङ टु बी भेरी डिफिकल्ट फर नेपाल एकदमै गाह्रो हुन्छ मलको समस्या हुनेवाला छ होइन यो प्रब्लमले फ्युलले गर्दा चाहिँ भनौँ न यत्रो चाहिँ कम्पिटिटिभनेस हराइसकेको छ त्यो मल उत्पादन गर्दाखेरि पनि तपाईँको यो फ्युलबाटै आउने इन्ग्रिडियन्टहरूको युज हुन्छ पेट्रोकेमिकल इन्डस्ट्रीहरू हुन् होइन त्यो मलको पनि बरु छुट्टै कुरा होला तर अहिले चाहिँ ट्रान्सपोर्टेसन कस्ट कटेल गर्नलाई म त अझै के भन्छु भने मिल्छ मिल्दैन मलाई थाहा छैन होइन मैले यतिकै सोचेँ यो चाहिँ 50% घटाएर यो गरेर ऊ गरेर भन्दा बरु जुन अघि भन्यौ नि एकचोटि भाडा बढिसकेपछि चाहिँ घट्या मैले पनि देखाएको छैन क्या होइन यी सबै भनेको लङ टर्म इन्फ्लेसनलाई यसले फरक पार्छ बरु म त के भन्छु भने बरु सबलाई सेयर गरौँ होइन भाइले पनि आफ्नो आवश्यकता हिसाबले बत्तीको बिलमा पहिला के हुन्थ्यो भने चाहिँ फ्युलमा बुढी गण्डकी बनाउनलाई बुढी गण्डकी बापतको सरचार्ज तेलमा जोडेर चाहिँ लिने गरेको थियो सरकारले म त अहिले बत्तीमा बरु यो कृषि सेक्टरलाई तेलबाट बचाउनलाई सरचार्ज त्यहाँ चाहिँ थपेर लिए पनि हुन्छ 3 महिना लिएर के फरक पर्दैन लियोस् आफ्नो बुताले तिर्ने हो 1000 रुपियाँ तिर्नेले 1200 तिर्ला 10,000 तिर्नेले 12,000 तिर्ला 1 लाख तिर्नेले 1,20,000 रुपियाँ तिर्ला त्यसले अल्टिमेटली इन्फ्लेसन कन्ट्रोल गर्छ होइन मैले बत्ती किन भनिरहेको छु भने बत्ती भने चाहिँ एउटा वान स्टप डिसिजन हो क्या यो आजको बत्तीको भाउ 12 कसले गर्छ स्टेट ओन्ड आजको दिनमा त एक हिसाबले स्टेट ओन्ड एन्टिटी एनी विद्युत प्राधिकरणले गर्ने हो नि त नियमन विभाग होला जो होला तर अल्टिमेटली गभर्मेन्ट त हो गभर्मेन्टले 10 बाट 12 भन्न सक्छ 12 बाट घटाएर 10 भन्न सक्छ तर यो जुन बढेको ढुवानीको इन्फ्लेसन छ यसले लङ टर्म अल्टिमेटली कृषिमा र अरू पनि कुरामा कृषि भनौँ कि इन्डस्ट्री भनौँ कि अरू जुन इन्डस्ट्रीको हिसाबले सिमेन्ट इन्डस्ट्री भनौँ न अलिकति आजको दिनमा फ्लरिस भएको सिमेन्ट इन्डस्ट्री सिमेन्टको भाडा बढी बढेन अब सिमेन्ट भाउ बढी बढेन एभ्रिथिङ पुरै कन्ट्रीको इन्फ्लेसन माथि गइसक्यो कि अनि हामीले के पनि सुनेका छौँ भने यस्तो स्पाइक तेलहरूको स्पाइक आउँदाखेरि चाहिँ अहिले एउटा सर्टेन सिचुएसनले भयो त्यो कहिलेसम्म जान्छ थाहा छैन तर चाहिँ यस्तो हाम्रो यो त पहिला पनि हजुरको इन्टेन्सन चाहिँ सकेसम्म जुन पेट्रोलको मूल्य छ त्यसलाई स्टेबल राखौँ बरु कस्ट चाहिँ ट्रान्सफर गरौँ त्यो बढेन चाहिँ ट्रान्सफर गरौँ अनि बरु ट्रान्सफर गरौँ यो चाहिँ अर्को पनि के हुने त्यो स्पाइक हो नि त अहिले आएको आजको दिनमा तेलको मूल्य जति भयो मानिलिउँ अहिलेको क्राइसिस सेटल भएछ भने अबको 2 महिनामा पक्कै पनि भाइले के लाग्छ यो प्राइस यही हुन्छ घट्छ तेलको त घट्छ होइन तर अर्को के भन्दै हुनुहुन्छ ढुवानीमा घट्या छ भन्दा घट्या छैन भन्दै हुनुहुन्छ नि हामी त्यतातिर ध्यान दिउँ क्या त्यो ढुवानीलाई त बढ्नै दिनु भएन बढ्नु पनि रिजनेबल होस् तर यसरी नहोस् कि चाहिँ दैनिक उपयोगको वस्तुको सामान चाहिँ डबल होस् क्या तरकारीको डबल हो भनेर त समाचारमा सुनिरहेछौँ हामी त दिनदिनै किनेर भोगिरहेछौँ देखिरहेछौँ यो कुरा यसलाई मात्रै कमसेकम सस्टेन गरौँ न यसलाई चाहिँ अलिकति यो यही हो क्या मान्छे अब कसरी सोच्ने भन्ने हो होइन अब यो मान्छेको आफ्नो आफ्नो सोचाइ हो मलाई गिभन अ चोइस स्टेटले त्यो क्यापेबिलिटी राख्न सक्नु पऱ्यो कि भोलि पेट्रोलको मूल्य समायोजन हुँदाखेरि घट्दाखेरि चाहिँ अरू निकायको पनि त्यो इन्फ्लेसन पनि म त्यो डाउन गर्छु भन्ने कन्फिडेन्ट छ भने दे क्यान गो विथ दिस तर त्यो कन्फिडेन्ट चाहिँ उनीहरूमा हुनु पऱ्यो पोलिसी मेकरमा त्यो भनेपछि फ्रेगमेन्टेड विभिन्नमा गइसकेको हुन्छ होइन एउटा सेन्ट्रलाइज्ड मैले भने नि बत्तीको त्यो त प्याटर्न होइन डेफिनेटली यो गर्दाखेरि पनि राम्रो डिसिजन नहोला तर यसले सेयर्ड के सबलाई भने सबैको भागीदार कमसेकम के को लागि भन्दा अल्टिमेटली कृषि अथवा चाहिँ भनौँ न सबै इन्डस्ट्रिजहरू सबैजना फरक पर्नेवाला छन् मैले अर्को पनि चाहिँ अलार्मिङ हाम्रो कहाँ हो भने लजिस्टिक कस्ट टु जिडिपी हाम्रो चाहिँ वर्ल्ड वाइड स्ट्यान्डर्डभन्दा मच हायर होइन अर्को ट्रान्सपोर्टेसन कस्ट टु द प्रडक्ट जुन रेसियो छ द्याट इज भेरी भेरी हाई
यी कुरा भएसम्म हामी कुनै कुरामा त्यही भएर त चाहिँ उद्योगहरू कम्पिटिटिभनेस नहुने यही कारणले त हो नि। त्यसको लागि जस्तो अब त्यो लजिस्टिक कस्टको केसमा अरू इन्फ्रास्ट्रक्चरको कुरा होला, रोडको कुरा होला, सबै कुरा लिङ्कअप भएर आउँछ। अल्टिमेटली त्यो गभर्मेन्टले प्लान गर्नुपर्ने हो लङ टर्म वेमा आउँछ। मान्छेले त्यही भएर चाहिँ 4 लेनको हाइवेले 8 लेन गर्ने, एक्सप्रेस लेनहरू बनाउने भनेर अल्टिमेटली यसको चाहिँ भनौँ न चाहिँ यसको प्रोडक्टिभिटी के छ भनेर हेर्दाखेरि 4 लेनबाट ट्रक कुद्दाखेरि 4 घन्टा लाग्थ्यो भने 8 लेनमा 3.5 घन्टा लाग्ला, 3 घन्टा लाग्ला भने समय कम भयो होइन, फ्युल एफिसियन्सी भयो। मान्छेले अल्टिमेटली हेर्ने यो भएर हो नि त होइन। यी सबै कुरा चाहिँ अहिले चाहिँ ध्यान दिने बेला आयो, अब ध्यान दिनुपर्छ। अहिले पनि ध्यान दिएन भने फेरि चाहिँ अब यसको चाहिँ फेरि यो चान्सै नपाउन पनि सक्छ, चान्स नपाउन सक्छौँ। सो ओके, भने अझ चाहिँ मेरो चाहिँ रिक्वेस्ट कहाँनिर छ भने भनौँ न यो चाहिँ मैले अघि पनि भनेको थिएँ, म त बडा अप्टिमिस्टिक छु होइन। यो चाहिँ अहिले यत्रो गभर्मेन्ट फर्म भएको छ, मान्छेले यत्रो आशा गरेका छन्, जहाँसम्म लाग्छ हुँदै पनि होला होइन। यो चाहिँ अब सबै कुरो ओभरनाइट हुने कुरो होइन, सबको आफ्नो आफ्नो प्रायोरिटी सेक्टर एरियाहरू छन्। तर यस्तो कुरामा चाहिँ मलाई जहाँसम्म लाग्छ यो सरकारले ध्यान दिएला र गर्ला भन्ने मलाई आशा चाहिँ छ। वेट एन्ड सी, लेट्स सी। ओके, मुभिङ ब्याक टु एग्रिकल्चर। जस्तो अब मेनली पुरानो जेनेरेसनले होल्ड गरिरहेको कृषि क्षेत्रमा यदि हामीले त्यहाँ चाहिँ नयाँ यङ माइन्डसेटहरूलाई, नयाँ इन्टरप्रेनरहरूलाई त्यो कृषि क्षेत्रमा हामीले इन्भल्भ गराउन सकेनौँ भने त्यसको अपनत्व लिने मान्छे हुँदैन। त्यसको लागि के गर्नुपर्छ? कृषिमा मैले भने शब्द नि, कृषिमा स्वरोजगारी नारा मात्रै होइन। कृषिमा स्वरोजगारी भनेको अल्टिमेटली रिटर्न हुनु पऱ्यो क्या। अल्टिमेटली यो भनेको रिटर्न हुनु पऱ्यो नि। भने फेरि इकोनोमिक प्यारामिटर जबसम्म खेतीबाट कमाइ हुँदैन तबसम्म कसले खेती गर्छ? मलाई सोध्ने हो भने बुवा बाजेले गर्नुभयो होला, मै गर्दिनँ। कतिपय देशमा तपाईँ 30-40 हजार कमाउने मान्छे त महिनाको 30-40 हजार कमाउन बाहिर गइरहेछ। एटलिस्ट त्यो कृषिबाट त्यो 30-40 हजारको अस्योर गभर्मेन्टले गर्छ भने तपाईँको जस्तो एउटा उदाहरण हाम्रो अलिक मेरो पहाडी भूभागमा चाहिँ म रिसेन्टली भिजिट गरेको थिएँ अर्घाखाँचीको एउटा गाउँमा। सो पछिल्लो 10 वर्षदेखि उहाँहरूले त्यो बाटो मात्रै 10-15 वर्ष 20 वर्षदेखि उहाँहरूले बाटो मात्रै बनाउनु भएको छ। सो एकजना मान्छे पनि त्यहाँ कृषि गरेर बसेको पनि छैन, एकजना मान्छे विदेश जानबाट रोकेको पनि छैन। अनि मैले उहाँको त्यहाँको अध्यक्षलाई बोलाएर भने सो तपाईँको हप्तामा 1 दिन एटलिस्ट एउटा गाडी तपाईँको गाउँभरि डुलाइदिनुहोस् र गाउँमा जे कलेक्ट भएको छ त्यो लगेर बजारसम्म पुऱ्याइदिनुहोस्, बजारले किन्छ। दिनको एकचोटि एउटा क्यान बोकेर नगरपालिकाले पैसा दिएर एउटा बाइकवाला मान्छेलाई राखेर 2टा क्यान राखेर गाउँ डुल्न लगाइदिनुहोस् र लगेर तपाईँको बजारमा पुऱ्याइदिनुहोस्। तपाईँले त्यति लोजिस्टिक कस्ट मात्रै बियर गरिदिनु भयो भने पनि तपाईँको उसको प्रोडक्ट त त्यो मार्केटमा गएर कम्पिट गर्न सक्छ, केसम्म सेलेबल हुन्छ। उसले आफै दुधको क्यान बोकेर 12-15 किलोमिटर बाहिर जान त सक्दैन। यस्तो छ, त्यसमा भाइले भनेको कुरा ठिक हो होइन। तर यसमा चाहिँ अब 750 स्थानीय निकायलाई यसरी गरेर इन्डिभिजुअली भन्नुभन्दा यसको राष्ट्रिय नीति हुनुपर्छ क्या, स्टेट लेभलबाट। डेफिनेटली स्टेट लेभलबाट हो। यो पालिकाको त तपाईँले अर्घाखाँचीको भन्नुभयो होइन, एउटा गाउँको हामी अर्घाखाँचीको कुरा गरौँला, एक हिसाबले चाहिँ हामी कपिलवस्तुको कुरा गरौँला। मैले अब सँगसँगै रसुवा भनेर भने त्यो ढुङ्गाको पहाड भएको पालिकामा केही उब्जनी हुँदैन, त्यहाँको पालिकाले के अनि त्यही भएर चाहिँ यो पालिका स्तरीय भन्दाखेरि पनि कमसेकम राष्ट्रिय नीति यी सबै कुरामा यति गभर्निङ र ड्राइभिङ हुनु पऱ्यो। र आजको दिनमा यो सबै कुरा चाहिँ एड्रेस गर्नलाई होइन अहिले त्यही भएर चाहिँ म पनि उत्सुकताका साथ हेरिरहेको छु कि अब आउने कृषि नीति आउँदैछ अरे भन्ने मैले सुनेको छु होइन। यो कस्तो एकीकृत कृषि ऐन भनेर पनि पहिलाको संसदमा प्रस्तावित थियो। यो कृषि ऐन पनि आउँदैछ, अब नयाँ परिमार्जित कृषि ऐन आउँछ भने यी सबै कुरा मलाई पनि हेर्न मन लाग्छ। र यति गर्दाखेरि चाहिँ मेरो पनि चाहिँ मैले भने नि यति आश गरेको सरकारले चाहिँ सबै कुरा विचार गरेर ल्याउँछ भन्ने कुराले म अलिकति चाहिँ भनौँ न आशावादी भएर म कुरिरहेको छु कि यो कस्तो आउँछ के आउँछ होइन। डेफिनेटली अब यसमा चाहिँ अब इनपुट दिने ठाउँमा प्रत्यक्ष त छैन, मैले अघि पनि भने। एटलिस्ट पनि हामी 5 वर्षपछि हजुर म यसै बसेर गफ गर्दाखेरि चाहिँ यो मलको बिउको बारेमा डिस्कसन चाहिँ गर्न नपरोस् भाइ होइन। सामान्य बेसिक रिक्वायरमेन्टको जो एग्रिकल्चरको बेसिक फ्रेमवर्कको बारेमा डिस्कसन गर्ने स्थिति चाहिँ नआओस् भन्ने मात्रै हो भाइ। होइन डिस्कसन गर्न म भाइ त्यसमा एउटा मैले चाहिँ डिस्क्लेमर राखेँ, आउँदैन भन्दा हुँदैन, नआओस् होइन। म त भगवान्सित यही चिताउँछु यो आउँदै नआओस्। 5 वर्ष किन भाइ, 1 वर्ष 2 वर्षमै नआओस् क्या, अर्को वर्षबाट नआओस्। तर यसको रियालिटीमा म एकछिन जाउँ, जुन मलको र खास गरी चाहिँ कृषि क्षेत्रमा सबैभन्दा चाहिँ आजको दिनमा बिउ मल, अरूभन्दा नि सिरियस इस्यु मलको।
मलको इस्यु नेपाल सरकारको कृषि मन्त्रालयको बजेट एलोकेट हुन्छ। त्यो बजेट कृषि मन्त्रालयको भएको बजेटको एलोकेसनमा एकछिनलाई मानौँ 50 अरब मलको लागि अनुदान भनेर छुट्याइयो। त्यो छुट्याएको 50 अरबको अनुमान कहिलेदेखि चलिआएको छ, त्यो रेसियोमा बढ्दै आएको छ। तर जुन हिसाबले खेतीयोग्य जमिनहरू चाहिँ अब आजको दिनमा चाहिँ भोलि उपयोग हुन थाले त्यतातिर बढेको छ नि, कम्पेरिटिभली बढेको छ नि त पहिलाभन्दा। यो सबै कुरा त एउटा पाटो छ। तर त्यो मानिलिउँ पहिला 100 बोरा मल किनिरहँदाखेरि जुन खालको बजेट बनाइयो, 100 बोरा मल किन्दाखेरि $100 के चाहिँ 100 रुपियाँ नेपाली प्रति डलरमा किनिएको भनेर चाहिँ अवधारणा त्यो हिसाबले बनाइएको थियो नि। आज त्यो 100 बढेर कति भएको छ, 150। पहिला त्यो 100ले 100 बोरा किन्न सकिन्थ्यो भने आज त्यो 100ले कति बोरा किन्न सकियो, 160 हाल्नुपर्ने भयो, 70 बोरा किन्न सकियो। हजुर, बढ्या होइन, त्यो 100 बढेर चाहिँ 160 भइदियो त बहुत राम्रो चलिहाल्थ्यो। उताको चाहिँ 1 रुपियाँ चाहिँ 160 भयो, 1 रुपियाँ 160 भयो आजको दिनमा। हामीले बढी खर्च गर्नु। तर नेपाल सरकारले एलोकेट गरेको के छ, त्यही छ। पहिला 100 बोरा आउँथ्यो, अहिले कति आउने भयो त, 60 बोरा आउने भयो। समस्या यहाँनिर छ क्या, बुझ्नु भएन? भने देशको इकोनोमीले सस्टेन अपडेटेड पनि हुन पर्यो पोलिसी सर। अनि अपडेट हुन अल्टिमेटली फेरि पैसा चाहियो नि त। भने मतलब त्यो जुन त्यो 100 बोरालाई लाग्ने $100 थियो त्यो बढाएर कति गर्नु पर्यो, $150 गर्नु पर्यो। त्यो $150 गर्नलाई नेपाल सरकारसित पैसा छ, पैसा त छ भन्ने कुरा छ, मलाई लाग्दैन। यो यो अवस्था यस्तो आइसकेको छ जबकि टोटल चाहिँ हाम्रो टोटल बजेटको 20-25% चाहिँ डेट सर्भिसिङ, लोनको किस्ता र ब्याज तिर्न जाने अवस्था छ। जस्तो हामीले जब 75% एग्रिकल्चर फिल्डमा इन्भेस्टमेन्ट गर्नका लागि पनि त्यसको प्रायोरिटी गभर्मेन्टले छुटाउनु पर्यो। हामीले सिइओजहरूलाई सुन्छौँ नि, ब्याङ्कको लाइक पैसा थुप्रेर बसिरहेको छ, इन्भेस्टमेन्ट गर्ने मान्छे भएन, ब्याङ्क रेडी छ, लोन लिने मान्छे भएन। त्यो ब्याङ्कको अनि 18-19 महिनाको रिजर्भ थुपेर बसेको छ, फरेन रिजर्भ होइन, त्यसलाई युटिलाइज गर्ने मान्छे भएन। त्यो डिफरेन्ट दिवस अब त्यो ब्याङ्कको लोन र त्यो जुन फरेन रिजर्भको कुरा गर्छौँ, त्यो फरेन रिजर्भ नै यो यत्रो चाहिँ भएर नै माने विदेशी नियोगले बाइल्याटरल मल्टिल्याटरल जुन खालको डोनर चाहिँ डोनेसन आउँछ होइन, त्यो एउटा चाहिँ देशको एउटा राम्रो पाटो हो। यसले चाहिँ अब आउने 21 महिना 22 महिनाको चाहिँ इम्पोर्ट धान्न सक्छ। त्यो फरेन रिजर्भ इज डिफरेन्ट। त्यो रेयर पनि रहेछ। फेरि मैले यसो वर्ल्डको अरू कन्ट्रीमा पनि हेरेँ, तपाईँको भेरी डेभलप कन्ट्रीहरूमा पनि त्यति लामो समयको उनीहरूसँग स्टक चाहिँ हुँदो रहेछ। यो एउटा राम्रो पाटो हो। त्यो त्यसलाई इन्भेस्टमेन्टमा चेन्ज गर्न चाहिँ नमिल्ने रहेछ फेरि त्यो एमाउन्ट। त्यो द्याट इज डिफरेन्ट, त्यो मिल्दैन। त्यो यहाँ चाहिँ अहिले पनि बुझाइ के छ भने विदेशबाट रेमिटेन्स आएर देश चल्यो भनेको रिजर्भ बढ्या हो, तर त्यो देशको कमाइ होइन। एक हिसाबले होइन, अझै यसरी अझै राम्रो हिसाबले बुझाइ। त्यसको कमाइ भयो भने फरेन ट्रेडमा मात्रै युज गर्न मिल्ने एमाउन्ट भयो। भाइ एउटा यसरी बुझौँ न, भाइको दाइ विदेशमा बस्नु भएकोले 10,000 रुपियाँ पठाइदिनु भयो। त्यो 10,000 कसकोमा आयो, तपाईँ गल्तीमा आयो, बिचमा कहीँ काटिएको छैन, अथवा सर्टेन एमाउन्ट त्यो चार्जेस भनेको त्यो छुट्टै हो। त्यो चार्जेस भने त्यो छोडिदिनुहोस्, रेमिटेन्स कस्ट भने त्यो ब्याङ्कले लिने भयो, त्यो भनेको चार्ज भयो कि। त्यो बाहेक उताबाट ए बाबु मैले तिमीलाई 10,000 पठाइदिएको छु है भनेर तपाईँले खल्तीमा 10,000 राख्नुहुन्छ नि होइन। अनि त्यहाँबाट चाहिँ विदेशबाट आएको हाम्रो पैसाले देश चल्यो। त्यो 10,000 पठायो, खल्तीमा तपाईँको 10,000 आयो, कहाँबाट चल्यो त्यो देश, मलाई बताउनुहोस् त। त्यसलाई रिजर्भ बढिया हो क्या, रिजर्भ बढिया हो। गभर्मेन्टले कुनै त्यसमा तपाईँलाई कुनै चाहिँ ट्याक्स लगाइदिएको छैन, कुनै खालको चाहिँ रेभिन्यू उठाइदिएको छैन, कुनै खालको चाहिँ कट लिएको छैन। त्यसलाई डाइरेक्ट गभर्मेन्टले एज त्यो बजेटमा लगाएर इन्भेस्टमेन्ट गर्न त मिल्दैन त्यो कुरालाई। तर त्यो ब्याङ्कमा भएको पैसाको केसमा त त्यो फरक हुन्छ नि। त्यो छुट्टै हो, त्यो छुट्टै हो। तर हामीले यसरी बुझ्नु पऱ्यो कि देशको चाहिँ भनौँ न अहिले अर्थतन्त्र एक हिसाबले हेर्ने हो भने बडो गाह्रो अवस्थामा। र अर्को पनि मैले जोड्न खोजेँ कि भाइ यसमा, जस्तो हिजो पनि मैले हाम्रो यही क्षेत्रको मान्यजीले चाहिँ प्रधानमन्त्रीसित कुरा राख्ने कुरा मलाई अलिकति उत्सुकता पनि थियो, हाम्रो जिल्लाकोले के राख्नुहुन्छ भनेर। उहाँले इन्फ्रास्ट्रक्चरको 2-3वटा कुरा राख्नु, बाटोको कुरा, त्यो धेरै राम्रो कुरा हो। तर आजको दिनको प्रायोरिटी मलाई व्यक्तिगत सोध्नुहुन्छ भने आजको दिनको प्रायोरिटी यो होइन होइन। त्यसमा एउटा कुरा चाहिँ मैले चाकलचौडादेखि पेपरा सडक 4 लेन हुने भनेर मैले देखेँ। मैले त्यो बाटोमा के देखाएको छु भने त्यो 2 लेन भरिनलाई पनि पहिला त्यो भरिनु पऱ्यो नि, त्यो साँगुरो हुनु पऱ्यो पहिला त होइन, त्यो साँगुरो हुनु पऱ्यो होइन। 4 त्यो राम्रो सुनिन्छ कि 2 ले 4 गर्ने। तर आजको दिनमा त्यो प्रायोरिटी हो मलाई सोध्नुहुन्छ भने त्यो प्रायोरिटी आजको दिनमा होइन। आजको दिनमा इमिडिएट प्रायोरिटी भनेको अब आउने चाहिँ यो चाहिँ के अरे चाहिँ
कृषिको जुन जुन सिजन आउँदैछ जेठ असार, यसमा हाम्रो क्रिटिकल भनेको एउटा मल र अर्को सिँचाइ। आजको दिनमा इमिडिएटली 2025 3000 पोल कति चाहिन्छ, त्यो पोल त्यसलाई लाग्ने तार इमिडिएटली कपिलवस्तुमा झारेर लाइन तानेर कमसेकम कृषि मिटर राखेर जमिनहरू सिँचाइ गर्न सक्यो भने इमिडिएट राहत पाउने जनताले त्यहाँनिर हो कि अरू कुरा गर्दै गरौँला यार होइन। आज चाहिँ सुहाउने हिसाबले पनि गर्नु पऱ्यो नि। देशको इकोनोमिक अवस्था एकतिर छ होइन, जुन खालको चाहिँ बडो एम्बिसियस आजभन्दा भोलि चाहिने कुरालाई होइन स्वर्गद्वारी बाटो जोड्ने राम्रो हो। इमिडिएटली आजको दिनमा जे छ त्यो प्रायोरिटी हेर्नु न पहिला। अल्टिमेटली समस्या नै हेरेको जस्तो जति पनि तपाईँको गभर्मेन्ट सेक्टरबाट इन्भेस्टमेन्ट भइरहेछ, ब्याङ्किङ सेक्टरबाट इन्भेस्टमेन्ट भइरहेछ या अरू जति पनि सेक्टरबाट इन्भेस्टमेन्ट भइरहेछ, त्यो इन्भेस्टमेन्टले जिडिपीलाई कन्ट्रिब्युट गरेन भने त तपाईँको अल्टिमेटली स्टेट त अगाडि बढ्नेवाला छैन, हाम्रो इकोनोमिक अपलिफ्टमेन्ट हुनेवाला छैन, बढ्नेवाला छैन। त्यसको रिटर्नमा मैले भने नि अब कुनै पनि काम गर्ने मान्छेले चाहिँ एउटा सर्ट टर्म, मिडियम टर्म, लङ टर्म एउटा मान्छेको चाहिँ मेरो गोल यो हो, मेरो भिजन यो हो भनेर हिँड्छ क्या। इमिडिएट मैले भाइले फेरि दोहोऱ्याइदिएँ, अझै यो प्रोग्रामबाट चाहिँ भनौँ न चाहिँ भोलि इयर भएर पब्लिक भएछ भने मेरो रिक्वेस्ट अहिले पनि इमिडिएट किसानहरूलाई सजिलो पार्ने हो भने मल खातको बारेमा ध्यान दिउँ होइन। त्यसमा पनि मैले 2-3वटा फ्याक्ट मैले देखाएको थिएँ। 1,71,000 टन नेपालमा चाहिँ स्टक छ अरे, त्यो स्टकले चाहिँ पुग्छ अरे योपालि भन्ने कुरा सुनि म कहाँनिर मान्ने पक्षमा छैन भने 1,71,000 टन नेपालभरिमा स्टक छ भने त्यसको लुम्बिनी प्रदेशमा जाने भनेको सबैको फर्मुला छ भाइ। नेपालले लुम्बिनी प्रदेशमा जाने भनेको अन एन एभरेज 28,000 देखि 30,000 टन लुम्बिनी प्रदेश जान्छ। लुम्बिनी प्रदेशबाट कपिलवस्तुमा आउने त्यसको पनि फर्मुला छ। अराउन्ड 17% हाम्रो लुम्बिनी प्रदेशमा आइसकेपछि अराउन्ड 17% कपिलवस्तु आउँछ। त्यो भनेको हार्डली 4,000 टन। लाइक डु हेभ आइडिया दाइ, जस्तो यो मल हामीले प्रोडक्सन गर्नै नसकिने हो अरे त्यस्तो त्यो त्यति कम्प्लेक्स हो कि हाम्रो यत्रो खपत छ नि त मल त। भोलि प्राइभेट सेक्टरले उत्पादन गर्यो भने पनि तपाईँको देशभरि खपत नहुने भन्ने त छैन। त्यो कस्टमा हामीले उत्पादन गर्न इम्पोसिबल हो कि के हो यसको पछाडिको ब्याकग्राउन्ड के रहेछ? मलको कुरामा चाहिँ मेरो पनि इन्ट्रेस्टको विषय भएर मैले 2टा मल फ्याक्ट्री म आफ्नै इन्ट्रेस्टमा गएर मैले हेरेँ पनि म विदेश गएको बेलामा होइन। मल बनाउनलाई इन्ग्रिडियन्ट के हो, केले बन्छ मल? युरिया भने के हो? नाइट्रोजन 46% नाइट्रोजन हो नि। त्यसको लागि के चाहियो? नाइट्रोजन हामीले पढाएको छ नि त, नाइट्रोजन ग्यास छ हामी कहाँ छैन, कहाँबाट ल्याउने? हाम्रो एनुअल रिक्वायरमेन्ट के हो? गभर्मेन्टले भन्छ हाम्रो एनुअल रिक्वायरमेन्ट 7 लाख टन हो। के को? युरियाको, डिएपीको, पोटासको 3टा मिसाएर 7-8 लाख टन हो भन्ने हाम्रो एनुअल रिक्वायरमेन्ट देखिन्छ। 7 लाख टनको कुनै पनि फ्याक्ट्री बन्दाखेरि हाम्रो रिक्वायरमेन्ट छ भनेर अहिले फ्याक्ट्री बनाउनु धेरै सुनिन्छ क्या। 7 लाख टनको इकोनोमिज अफ स्केल यस्तो फ्याक्ट्रीमा कस्तो हुन्छ नि, चाहिँ ठुलो फ्याक्ट्री प्रोडक्सन कस्ट कम भएर जान्छ। 7 लाख टन युरिया फ्याक्ट्री भनेको इट्स भेरी स्मल फ्याक्ट्री। अब होइन यहाँ बनाएर विदेश पठाउने सुन्दा बहुत राम्रो सुनिन्छ, तर त्यो बनाउनलाई चाहिन्छ कि कस्ट छोड्नुहोस् न यार, के चाहिन्छ? नाइट्रोजन चाहियो, कहाँबाट ल्याउनु नाइट्रोजन? सबै र मेटेरियल उतैबाट ल्याउनु पर्ने स्थिति आउने भयो। मेरो भाइ एउटाको मलाई एन्सर दिनुहोस्। आजको दिनमा पेट्रोल डिजल कुरा गरिरहेको छौँ नि हामी, पेट्रोल डिजलको रिफाइनरी नेपालमा किन नखोलेको मलाई बताइदिनुहोस्। त्यो झन् महँगो पर्न आउने भयो। त्यहाँबाट बरु हामीले थोरै कस्टमा तेल ल्याइरहेछौँ, यहाँ खोल्न थाल्यो, यहीँ रिफाइन गर्न थाल्यो भने यसको कस्ट अफकोर्स सिधै मिडल इस्टबाट क्रुड लिएर आएर यही रिफाइन गरेर सस्तोमा पेट्रोल बेच्नु न ल। त्यो कतिपय देशले त गरि पनि रहेछ नि क्रुडै ल्याएर पनि। जस्तो त्यसको तपाईँको मल्टिपल स्टेजमा जुन प्युरिफिकेसन गर्दै जाँदाखेरि जुन प्रडक्टहरू आइरहेको छ त्यसको अरू युज पनि हुन्छ होइन। त्यो क्रुड कसरी ल्याउने? क्रुडको पनि सबैको चाहिँ भाडा होला नि त। एउटा भाँडाबाट कलकत्तासम्म अथवा चाहिँ हाम्रो बन्दरगाहसम्म आउँछ, त्यो भाँडा छुट्टै हुन्छ। त्यो भाँडाबाट फेरि ट्रकमा हाल्नु पऱ्यो, त्यहाँ बन्दरगाहबाट त जहाज छोड्नु पऱ्यो, त्यो ट्रकमा बोकेर फेरि नेपाल ल्याउनु पऱ्यो। नेपालमा यसलाई फेरि के गर्नु पऱ्यो? रिफाइन गर्नु पऱ्यो। त्यो रिफाइन गर्ने प्लान्ट चाहियो। रियालिटीमा जानुहोस् कि यो सुन्दा राम्रो सुनिन्छ होइन। तेलको रिफाइनरी गर्न चाहिँ कहिले पनि कुरा नगर्ने अरे होइन। मल कारखाना खोल्नु बहुत राम्रो हो, खोलाउँ, तर मल कारखाना खोल्नलाई के चाहिन्छ? कारखाना मात्रै भएर खुल्छ? युरिया भनेको नाइट्रोजन हो, चाहियो। नाइट्रोजन कहाँबाट ल्याउने मलाई बताइदिनुहोस् न। नाइट्रोजन कहाँबाट लिएर आउने? अर्को एउटा कुरा चाहिँ यसको ठुलो इन्ग्रिडियन्ट भनेको बत्ती हो, म मान्छु। इलेक्ट्रिसिटीमा नेपालको कम्पेरिटिभली एउटा एडभान्टेज रहन सक्ला, तर आजको दिनमा ट्यारिफ जुन छ अर्को देशभन्दा कुनै धुन्दा हाम्रो सस्तो त होइन यार होइन। यी सबैले पनि 50% सब्सिडी गर्छु अनि इम्पोर्ट सब्सिडी त दिनै पऱ्यो गभर्मेन्टले सुरुमा त। अब यसको सब्सिडी सट्टा उता सब्सिडी दिन्छु भनेर भन्छ भने
कुरो फेरि यही आउँछ होइन, यो कहानी यसरी कतिपय सब्सिडीमा त हामी रेस्ट्रिक्टेड पनि छौँ नि दाइ। जस्तो तपाईँको बाहिरको मार्केट हाम्रो प्रोडक्टै प्रमोट गर्छौँ भने पनि यो WTO को कतिपय एग्रिमेन्टहरूले चाहिँ सब्सिडीमा लिमिटेसन लगाएको रहेछ। जस्तो उहाँको प्राइसलाई कम गराउने इन्टेन्सन सहित सब्सिडी दिन नमिल्ने भन्ने रहेछ। त्यसमा त्यो क्लज चाहिँ अन्डर डेभलप कन्ट्रीले केही कन्डिसनमा चाहिँ दिन मिल्ने भने रहेछ। तर जस्तो इन्डियाबाट आउने प्रोडक्ट छ नि, त्यसलाई मार्केटबाट हराउन हाल्नकै लागि भनेर गभर्मेन्टले सब्सिडिज दिन पनि नमिल्दो रहेछ कि। यो सबै कुरा चाहिँ तर भन्ने एउटा जुन शब्द छ नि, तर हजुर तरले बिगार्छ क्या। माथि जे लेख्दा भए पनि तर भनेर चाहिँ एउटा राइडर लगाइदिन्छ। त्यो डिफाइन गर्ने चाहिँ फेरि को रहेछ भन्दा तपाईँको अल्टिमेटली पावर होल्डर कन्ट्रिजहरू। त्यो त ठुलो, यो त जगजाहेरै छ नि। ठुलो कन्ट्रीले चाहिँ सानो इकोनोमी भएको त सानो कन्ट्रीलाई चाहिँ देखिरहेछ नि। यो प्रष्टै हेरौँ न होइन। यति मात्रै कि थर्ड लार्जेस्ट इकोनोमी भनेर भन्छौँ। अब इन्डिया र युएसको रिलेसन हेर्नुहोस्, युएस र चाहिँ सेकेन्ड लार्जेस्ट इकोनोमी चाइनाको रिलेसन हेर्नुहोस् होइन। चाहिँ लार्जेस्ट यी तिनटैको हेर्नुहोस् न। यहाँ त चाहिँ यत्रो बल्मिची यहीँ छैन, बल्मिची बल्मिची यहीँ छ नि। भनेपछि हामी त कहाँ हो यति सानो इकोनोमीमा बल्मिची भर्खर स्टार्टिङमा छौँ। यो चाहिँ डिफ्रेन्ट, यो इट्स भेरी डिफिकल्ट। त्यहाँतिर चाहिँ यो कुरा गरे पनि कहिले पनि सकिँदैन। त्यही त, यसको लागि छुट्टै डेस्क प्लान गर्नुपर्छ। जस्तो अब यो ब्याक टु एग्रिकल्चर, तपाईँ पनि यो एग्रिकल्चर सेक्टरमा अलिअलि इन्भल्भ हुनुहुन्छ होइन। लसुन उत्पादन गरिरहनु भएको छ भन्ने मैले थाहा पाएको थिएँ जहाँसम्म। सो यो अरू फार्मरहरूलाई पनि कृषकहरूलाई पनि नलेजको लागि हुन्छ के रहेछ, कस्तो खालको लसुन उत्पादन गरिरहनु भएको छ, कति मात्रामा, के रहेछ यसको, के बुझ्नुभयो? यस्तो हो त्यो, यसमा कुनै यो 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 हाइफाई मैले केही गरेँ होइन होइन। मेरो दिमागमा के आयो भने जुन अघि भन्नुभयो नि, ट्रेडिसनल खेतीबाट चाहिँ अलिकति चाहिँ चेन्ज गर्नुपर्छ है भनेर मेरो खालि दिमागमा के छ भने 1 बिघामा 8 देखि 10 लाख ग्रस रेभेन्यू भनेको ग्रस कमाइ नगरिकन हाम्रो कोही पुस्ताका मान्छेहरू बस्नेवाला छैनन्। मेरो भाइ 1 बिघाबाट कमाइ हुँदैन भने कसैले पनि कृषि गरेर बस्दैनन्। र इमिडिएटली अर्को बाटो भने के हो त, डक्टरको लागि राम्रो मेडिकल कलेज खुल्नु पऱ्यो होइन, इन्जिनियरलाई राम्रो फ्याक्ट्रिजहरू खुल्नु पऱ्यो। अब यो टेक्निकल आइटी लाइनमा भएको प्रोग्रामर होला जो होला, आइटी लाइनमा भएकोहरूलाई चाहिँ यो 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 आइटीको इकोसिस्टम थ्राइभ अलिकति चाहिँ अलिकति बढ्नु पऱ्यो। यी सबै कुरा हो नि त बस्नलाई। र सजिलो बस्नलाई चाहिँ म खास गरी हाम्रो क्षेत्रमा जुन खालको चाहिँ मिडल इस्ट गएको जुन दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई सजिलो अहिलेको अवस्थामा एङ्कर तान्न सक्ने भनेको त कृषि नै हो। इमिडिएटली गर्नु सक्ने कृषि हो नि त। ओभरनाइट फ्याक्ट्री बन्न सक्दैन, ओभरनाइट रोजगारी कसैले दिन सक्नेवाला छैन, बढाउन सक्नेवाला छैन। हामीसँग भएको खेत होइन त फेरि सस्टेनेबल है, इम्प्लोइमेन्ट पनि सस्टेनेबल। आजको दिनमा चाहिँ हामीले पास्ट पहिला देखाएको थियौँ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर। अब यस्ता कुरा होइन, सस्टेनेबल रोजगारीको कुरो गर्छ। त्यति बेला एउटा इन्सिडेन्ट थियो कि जस्तो 20 लाखमा खनिने बाटोलाई 50 लाख खर्च गर्ने रे, कोदालोले खन्न लगाउने। अब मैले त्यही भएर त भने नि सस्टेनेबल होइन, सस्टेनेबल इम्प्लोइमेन्ट भनेको यी सबै कुरा इमिडिएटली हुनसक्छ भने कृषिबाटै हुनसक्छ भने मेरो बुझाइ, म गलत हुन सक्ला होइन। त्यही भएर चाहिँ यो मेरो चाहिँ कहाँबाट आयो भने उल्टो हिसाब, बिघामा 8 देखि 10 लाख रुपियाँ कमाइ हुनुपर्छ है, अनि मात्रै हाम्रो पुस्तकाले कृषि गर्छन् भन्ने मेरो बुझाइरह्यो। त्यसपछि मैले धेरै एक्सप्लोर पनि गरेँ, धेरै एक्सर्साइज पनि गरेँ, धेरै समय पनि मैले बर्बाद गरेँ, धेरै पैसा पनि मैले बर्बाद गरेँ। त्यसपछि यहाँ पनि मैले चाहिँ केही 2-3वटा टेस्टहरू गरेँ। त्यसपछि चाहिँ होइन लसुन सबभन्दा बढी कहाँ उत्पादन हुन्छ, चाइनामा हुन्छ। म चाइना पनि गएँ, चाइना पनि हेरेँ, चाइनामा पनि चाहिँ रोइकराइ गरेँ। त्यसपछि त्यहाँको एक्सपर्टहरू पनि लिएर आएँ। त्यसपछि यहाँ लसुन भन्नुको कारण चाहिँ यसको 2-3वटा कुरा। लसुन भन्ने यस्तो प्रडक्ट हो जुन इमिडिएटली यो 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 हाइली सेन्सिटिभ पेरिसेबल होइन। लसुन त इमिडिएटली बिकेन भने अर्को पनि के छ भने कुनै कुरा क्यास क्रपमा गइरहँदाखेरि आज उत्पादन गरेर, जस्तो गोलमडा भनौँ न, आज उत्पादन गरेर भोलि नै बजार गएन भने बिग्रियो। अनि यस्तो प्रडक्ट पनि खोज्नु पऱ्यो जसले बजार पनि एसर्टेन गरोस् होइन। बजार जानलाई अलिकति चाहिँ भोलि टाइम लामो भएछ भने त्यसलाई पनि म्यानेज गरोस् भने धेरै एक्सर्साइज गरेपछि के भयो, लसुन भन्ने कुरो मेरो आयो होइन। जसले रिटर्न, अब मेरो प्यारामिटर के थियो, बिघामा 8 देखि 10 लाख रुपियाँ कमाइ हुनु पऱ्यो, बजारको एक्सेस पनि हुनु पऱ्यो। भोलि चाहिँ यस्तो डिस्करेज पनि, सस्टेनेबल पनि नि, यस्तो डिस्करेज पनि हुनु भएन कि इमिडिएटली आज गयो भोलि कुहियो बिग्रियो भने चाहिँ डिस्करेज हुने भयो नि त किसान, यो पनि हुनु भएन। र अर्को पनि के आयो भने अब हाम्रो कपिल वस्तु भने त ओपन बोर्डर इन्डियासित होइन। इन्डियामा चाहिँ अब हाम्रो परिपाटी कस्तो छ भने 2 किलो चिनी सस्तो छ भने पनि पारी गरी किन्ने भन्ने छ नि होइन। अब अहिले चाहिँ
विभिन्न खालको चाहिँ घरमा भएको इभेन्टहरू बिहा वर्तमान जे भए पनि चाहिँ पारिजाने किन्ने ल्याउने भन्ने छ नि। त्यो 2 किलो चिनी किन्ने हाम्रो समाज त यही हो नि। कमसेकम 2 किलो चिनी सस्तो उता सस्तो हुँदा किनिरहँदाखेरि उताका आएर कमसेकम 2 किलो यताबाट उठाएर के लैजाओस् भन्ने मेरो इच्छा भयो क्या। त्यो भनेको के हुनसक्छ, जुन त्यो ठुलो पोटीवाला लसुन चाइनामा चाहिँ के अरे चाहिँ इन्डियामा त छैन भने यो एट्र्याक्सन हुनसक्ला भनेर मैले यी सबै कुराहरू। अर्को के भने अहिले अर्को पनि समस्या के छ भने गाई बस्तुले चाहिँ बाली खाइदिने भन्ने छ नि। र लसुन यस्तो रहेछ जुन चाहिँ हतपत खाँदैन रहेछ। यो जङ्गली होस् कि घरपालुवा होस् नखानेमा पर्ने रहेछ भने यी सबै कुराले चाहिँ मैले लसुन भनेर छाने हौँ। र चाइना गएर प्रविधि बिउ सबै थोक ल्याएर गर्छु भनेर एउटा पाइलट जस्तो अघिल्लो साल मैले गल्ती गरेँ। कति एरियामा गर्नुभएको थियो? मैले पाइलट मात्रै गरेँ। त्यतिखेर चाहिँ मेरो चाहिँ उद्देश्य के थियो भने अल्टिमेटली केही न केही चाहिँ होस् भने यो गर्नुपर्ने राज्यले हो, बुझ्नु होइन। मैले आफ्नै चाहिँ साधन स्रोत यहाँ पनि विभिन्नले भन्छन् अनुदानको ल्यायो यो गर्यो, कसले दिन्छ आजको दिनमा अनुदान, यसै ल्याएर फ्रीमा दिन्छ। यो सबै कुरा मलाई भित्रबाट आएर मान्छेले भन्छन् हुटुटी होइन। अल्टिमेटली चाहिँ कृषिमा स्वरोजगारी नभइकन चाहिँ केटाहरू अड्दैनन् होइन। यी सबै कुराले बुझेर मैले लसुन भनेर गरे हौँ। यो वर्ष पनि गरेको छु होइन। स्टिल भेरी च्यालेन्जिङ। कति एरियामा? होइन मैले त आफ्नो टेस्ट गर्नलाई चाहिँ 2-3 बिघामा गरेँ हौँ, तर स्टिल च्यालेन्जिङ। अहिले पनि चाहिँ मैले भनेको रिजल्ट आइरहेको छैन। के को कुरा च्यालेन्ज भयो बेसिकली? यो क्लाइमेट पनि हुनसक्छ होइन, माटो पनि हुनसक्छ। यो सबै कुरा मैले परीक्षण सबै थोक गर्दै पनि जुन खालको मैले डिजायर्ड रिजल्ट मैले खोजिरहेको छु त्यो अझै मैले पाइरहेको छैन। लाइक मार्केटिङमा रिजल्ट आएन कि लाइक प्रोडक्टमा रिजल्ट? प्रोडक्सनमै उत्पादनमै। मार्केटमा खपतमा त समस्या छैन। अनि खपत त फेरि अर्को छ कि यो फेरि चाहिँ भाइले चाहिँ किन लसुन भन्दा मैले जुन 2-3 कुरा गरेँ नि, यो गरिरहँदाखेरि अर्को पनि फ्याक्ट के हो भने रेकर्डेड फ्याक्ट नेपालमा 80,000 टन लसुन इम्पोर्ट गरेर आयात गरेर हामीले खाइरहेछौँ कि। 80,000 टन भने कति हो? सानो नम्बर त होइन। यी सबै भएर मैले लसुन भनेको कि मैले यसै लसुन भनेको छैन। तर म व्यक्ति भएँ, मैले कोसिस गरेको छु होइन। अब यसको चाहिँ कति सक्सेस होला नहोला त्यही भएर चाहिँ भनौँ न अब यो मेरो पर्सनल इनिसिएसन रह्यो होइन। यसमा चाहिँ अझै गभर्मेन्टले चाहिँ डेफिनेटली स्टेटले गर्ने त छुट्टै चाहिँ अर्को लेभलको हुन्छ नि होइन। मैले धेरै एक्सर्साइज गरेको हो, त्यसमा धेरै किसान साथीहरूलाई पनि मैले चाहिँ ल है भनेर कन्भिन्स गरेको छु। यसको रिजल्ट अझ पनि चाहिँ त्यति आजको दिनमा अझै त्यति सन्तोषजनक आइरहेको छैन। हामीले एउटा एक लटको चाहिँ प्रोडक्सन गरिसक्यौँ होइन, प्रोडक्सन गऱ्यौँ तर डिजायर्ड रिजल्ट आइरहेको छैन क्या। जुन मैले चाहिँ कल्पना गरेको थिएँ, जुन सोचेको थिएँ र अल्टिमेटली जुन बिघाको 8 देखि 10 लाख भन्ने छ नि हो त्यो कम्प्रोमाइज भइरहेको छ क्या। त्यसमा पनि केही गल्ती भयो कि। तर म फेरि चाहिँ तपाईँको क्यालकुलेसन जस्तो एउटै एकचोटि मात्र लगाउँदाखेरि 1 बिघाबाट 8 देखि 10 लाख आउने हो कि त्यसको के रहेछ लाइफ स्प्यान कति रहेछ प्रोडक्सनको लागि? होइन, त्यसको लाइफ स्प्यान त 6-7 महिना भयो होइन। हजुर, त्यो प्रडक्ट त्यतिखेर लाउँदाखेरि त्यसको मात्रै क्या। 2 बाली होइन, मैले 1 बाली गर्दैछु होइन। अर्को बाली केही गर्न नपऱ्यो भने कमसेकम यति आइदियो भने मलाई चाहिँ एउटा प्रुभ गर्न के मन लाग्यो भने बिघाको यति चाहिँ कमाइ गर्न सकियो भने कमसेकम है अब चाहिँ केटाहरूले भन्न त पायो नि, हेट ल यति गर न, यति गरेर यहीँ बस न। आजको दिनमा त दाइ चाहिँ काम पनि छैन के पनि छैन, चाहिँ विदेश जाने बाहेक उपाय छैन भन्नेले त मैले केही दिन सकेको छैन नि होइन। त्यो कलेज चाहिँ दिन सकेको छ र मैले पनि दिन सकेको छैन। अनि त्यसको लागि पनि केही होला भनेर मैले कसेर लागेँ हुँ होइन। तर अझ पनि त्यो रिजल्ट आउनलाई चाहिँ अझै पनि चाहिँ अझै मेहनत अझै लाग्ला जस्तो छ। यो पालि पनि त्यति चाहिँ सोचे जस्तो रिजल्ट मैले आश गरेँ, जुन खालको जुन सपना चाहिँ देखेर हिँडेको थिएँ त्यस्तै रिजल्ट चाहिँ आइहाल्छ भन्ने मलाई अझै पनि चाहिँ। त्यसको के हामीले बिउ नै ल्याएर लगायौँ कि? बिउ नै ल्याऊ नि, पोटी लिएर आयो। मैले बकाइदा बिउ नै लिएर आएर अझै एक्सपर्टहरू लिएर आएर होइन माटो परीक्षण गरेर गर्नुपर्ने काम एउटा चाहिँ इन्डिभिजुअल्ली यति लागेर एउटा क्रपमा गरे होला नि। कतै गभर्मेन्टको एउटा फेसिलिटेसन कतिको हुँदो रहेछ त? आफै गिर्सेमा गएर इन्भल्भ भएर त्यो यस्तो पनि छ। अब त्यो पाखुरो सुर्केर लड्न म गइनँ होइन। मैले त पोलिसीमा जे छ त्यो हेरेर हिँड्ने हो। पोलिसीमा भएको हिसाबले पुग्दैन, त्यसमा त्यो फ्लेक्सिबिलिटी चाहिन्छ। अब यो मेरो चाहिँ मैले आफ्नो स्केलमा आफ्नै इनिसिएसनमा चाहिँ आफ्नै एउटा चाहिँ जोस जाँगरले गरेँ हौँ होइन। त्यसमा चाहिँ कसैले दिएन भनेर मलाई कोही दुखेसो गुनासो पनि छैन। यो अर्को लेभलमा गएर यो प्रुभ भइदिएको भए डेफिनेटली गएर चाहिँ अर्को लेभलमा कुरा गर्नुहुन्थ्यो होइन। मैले चाहिँ किन सुरु गरेँ तपाईँ जुन अहिले सोध्नु नि किन गरेँ भन्दाखेरि चाहिँ मैले सुरु गरेको अल्टिमेटली यही भएर सुरु गरेँ हो। अल्टिमेटली यो अब चाहिँ भएको युवाहरूलाई रोक्नलाई केही न केही चाहिँ हुनुपर्छ
यो पनि चाहिँ हल्लै गर्नुभन्दा एउटा गरेरै देखाउँछु भन्ने हिसाबले नितान्त मेरो पर्सनल इनिसिएसन हो यो होइन। रोक्न सक्छु, रोक्नु भने इमिडिएटली लगाउनु त मैले सकेँ नि होइन, ल कहीँ पनि चाहिँ गर भन्न सकेँ नि भनेर हिसाब गरेर चाहिँ र विभिन्न प्यारामिटर तपाईँले भने त्यो हिसाबले नै यो लसुन खेती गरे हो। र यसमा अझै मेहनत गर्दैछु, अझै मेहनत लाग्ला जस्तो छु। ओके, ठिक छ, बेस्ट विसेस। त्यसले प्रुभ भयो भने चाहिँ कमसेकम त्यहाँको युथहरूलाई चाहिँ हुने रहेछ भन्नेसम्म हुन्छ अनि उहाँहरू इन्भल्भ हुन सक्ने, तपाईँ सिक्न सक्ने, इमिडिएट दिन सक्ने भयो, इमिडिएट दिन सक्ने भयो र सस्टेनेबल हुने भयो भन्ने चाहिँ त्यही सोचले नै हो मैले लेख्न सुरु गरेँ। ओभरअली स्टेटको इम्पोर्ट पनि रिड्युस गर्नलाई बजार छ, इम्पोर्ट यति गर्दा पनि बजार छैन भन्ने पनि भने मैले दिएको प्यारामिटरबाट कतैबाट चाहिँ मलाई चाहिँ त्यो रेड मार्क आएन क्या। सबै यो कुरा छ, यो कुरा छ, यो कुरा छ, यसरी हुन्छ भन्ने सबै कुरा टिक गरी मैले लसुन छाने हो क्या। ग्लोबल मार्केट पनि राम्रो छ होला लसुनको त, आयुर्वेदिक गुड पनि छ, औषधि मेडिसिनल पर्पजको लागि पनि आफैले पुगेर चाहिँ अब यो उत्पादन गर्न सकियो भने त्योभन्दा ठुलो केही पनि हुँदैन होइन। त्यो गरी चाहिँ इनिसियली आफ्नो बजार समाउन सक्यो भने राम्रो, त्यसपछि त अर्को अगाडि भने त प्रोडक्ट चाहिँ हुन पऱ्यो, त्यसपछि बल्ल मार्केटिङको आइडिया सोचौँला, प्रमोसनको आइडिया सोचौँला। सो अब हामी एग्रिकल्चरलाई स्विच गरौँ। सो मुभिङ अन टु यो हेल्थ एजुकेसन एन्ड डेभलपमेन्ट, जस्तो वी आर लोकेटेड लाइक हामी 40 किलोमिटरको रेन्जमा छौँ बुटोलबाट होइन। अनि अब अलिकति हेल्थ सेक्टरलाई हेर्ने हो भने सो हामीसँग एउटा स्पेसलिस्ट डक्टर हामीसँग छैन होइन। तपाईँको इन्टायर कपिलवस्तुको पपुलेसनलाई हाम्रो कपिलवस्तुमा भएको डक्टरको सङ्ख्याले डिभाइड गर्नुहुन्छ भने त्यो फिगर धेरै माथि जानेवाला छ होइन। एउटा सामान्य स्पेसलिस्ट डक्टरको लागि हामी बुटोल भिजिट गरिरहेको छौँ, त्यो 40 किलोमिटर टाढा 50 किलोमिटर टाढा भएको त्यहाँको इन्फ्रास्ट्रक्चरले हामीलाई पुग्ने हो कि हामीले नचाहेको हो कि हामीले बनाउन एटेम्प्टै नगरे हो कि, तपाईँले के देख्नुहुन्छ यसमा? भाइलाई भनौँ न अब एज अ रेस्पोन्सिबल मेम्बर अफ द सोसाइटी अलिकति यो क्वेसनले ट्विक गरेर एक्चुअली मैले त्यो चाहिँ एडभान्टेजले मैले तपाईँलाई सोधेँ किन लाग्छ, अथवा चाहिँ त्यो डक्टर एउटा चाहिँ राज्यले राख्न सकेन, राज्य होला, स्थानीय निकाय होला, लोकल हस्पिटल होला, जोसुकै होला भने मतलब मैले राज्य भने एउटा हुन्छ राज्यले राख्न सकेन। राज्यले राख्यो भने पनि कुन स्केलमा राख्ने, स्केल भने उसको प्रोडक्सन बेनिफिट के दिएर राख्ने होइन। हस्पिटल खोलेर राख्ने होइन, हस्पिटल खोलेकै छ त, पिपरा अस्पताल छँदैछ, कपिलवस्तु अस्पताल छँदैछ होइन। त्यसको इन्फ्रास्ट्रक्चरको जहाँ कुरा छ भाइ, एउटा कुरा तपाईँ मान्नुहुन्छ नि, क्वालिटी इज नट फर फ्री, पे फर इट। क्वालिटीको लागि तिर्नु पऱ्यो नि होइन। म आफै पनि कन्फ्युजन मलाई कहाँनिर छ भने भाइले मैले भने मैले भन्दा मैले चाहिँ त्यो डाइभर्ट भयो। तपाईँ ल स्टुडेन्ट हो, हजुर, तपाईँ एक्चुअली एज अ ल स्टुडेन्ट कानुन सेवामा जाने डिसाइड गर्नुभयो, जानुभयो। हजुर, तपाईँको कन्टेम्पोररी तपाईँको आफ्नो नजिकको साथी उसले चाहिँ विदेश जाने डिसिजन गर्यो, ऊ विदेश गयो, त्यसैको 1 हप्ताभित्रै तपाईँले न्याय सेवा प्रवेश गर्नुभयो, नेपाल सरकारको न्याय सेवामा प्रवेश गर्नुभयो। न्याय सेवा भने चाहिँ त्यसको फेरि अनलिमिटेड, भोलि गएर तपाईँ अझै तपाईँको पाथ पनि म देखाइदिन्छु, भोलि गएर तपाईँ प्रधान न्यायाधीशसम्म बन्न सक्ने बाटो खुल्यो होइन। टप मोस्ट पोस्ट त्यही हो। अर्को साथीसँगै विदेश गएको छ, त्यो साथी गयो विदेश गएर उसले 365 दिनमा 5 दिन उसले 360 दिन यति मेहनत गर्छ त्यो तपाईँले देखाएको छैन। तर 5 दिन ऊ छुट्टी मान्न त मान्छे फेरि डेस्टिनेसनमा जान्छ नि, राम्रो ठाउँमा जान्छ, त्यहाँ जान्छ, त्यो ठाउँको फोटो, अब त्यहाँ विदेशमा गाडी भनेको कुरो चाहिँ भनौँ न त्यो एज अ नेसेसिटी हो, त्यो लग्जरी होइन कि नेसेसिटी हो। उसले गाडी किन्छ, बिस्तारै चाहिँ लोनमा घर पनि लिन्छ र चाहिँ कुनै राम्रो टुरिस्ट डेस्टिनेसनमा गएर उसले फोटो खिचेर उसले सामाजिक सञ्जालमा हाल्छ। हाउ विल यु फिल? तपाईँलाई कस्तो लाग्छ? उसको लाइफस्टाइलले मलाई इम्प्याक्ट पारिरहेको हुन्छ होइन। तपाईँको न्याय सेवामा सुरुमा जाँदाखेरि स्केल म अहिले भनिदिन्छु, नट मोर देन 40,000 अ मन्थ हो, यही हो नि त स्केल, त्योभन्दा बढी होइन नि, अफिसर लेभलको होइन, अफिसर लेभलको यति हो नि त। त्यही अब त्यहाँ उसले के गरिसक्यो, 360 दिन छोडिदिनुहोस् है, उसले के गर्छ 360 दिन, कति मेहनत गरिरहेको छ, सुत्या छ कि छैन, 18 घन्टा काम गरिरहेको छ कि 20 घन्टा काम गरिरहेको छ थाहा छैन, तर 5 दिनको फोटोले तपाईँलाई के इम्प्याक्ट बनाउँछ?
मैले गल्ती गरेको छु क्या यार भने तपाईँको फ्युचर के भन्ने कुरा तपाईँ अब आजको दिनमा सोच्न थाल्नुहुन्छ। त्यो कलरफुल फोटोले मलाई इम्प्याक्ट पार्छ त्यसपछि त्यो गल्ती गरिएछ कि क्या त्यहाँबाट तपाईँले डिस्करेजमेन्ट सुरु हुन्छ। मैले गल्ती तपाईँले ठ्याक्क तपाईँले स्ट्राइक गर्ने के हो भने अहिलेको पुस्ताले इमिडिएटली स्ट्राइक गर्ने भने गल्ती गरिएछ कि क्या सबै तपाईँ न्याय सेवा भन्नु त्यही भयो। यही कुरो फ्रेस इन्जिनियर एउटा विदेश जान्छ एउटा कुनै एउटा गाउँपालिकामा अथवा चाहिँ नगरपालिकामा गएर इन्जिनियर भएर राम्रै हो नि त काम त पाएको हो नि होइन। उसले यति काम पाइरहँदाखेरि फेरि त्यहाँ पनि ल ऊ त त्यही रहेछ यार फेरि त्यही 30-35 हजार बिचरा विदेश गएको मान्छे गाडी चढिसकेको छ लो सोफिस्टिकेटेड लाइफस्टाइल भएको छ। यो म तपाईँको क्वेसन मैले बिर्सिएको छैन होइन त्यो हेल्थ होइन त्यो मैले बिर्सिएको छैन। यी सबै कुरा चाहिँ के हो भने मैले त्यो अघि लसनको पनि कुरा गरेँ अल्टिमेटली प्रब्लम भनेको हाम्रो जुन ट्यालेन्ट छ त्यो ट्यालेन्ट रोक्न सक्नु पऱ्यो भन्ने मेरो पनि भावना थियो मेरो पनि भनाइ त्यही हो। र जहाँसम्म लाग्छ मैले फेरि चाहिँ जोड्न खोजेँ अहिले नयाँ आएको गभर्मेन्टको पनि उद्देश्य र एक हिसाबले चाहिँ गोल त्यही हो जस्तो मलाई लाग्छ। भन्नाले हाम्रो कपिलवस्तुमा हस्पिटल चाहिएको छ होइन म आउँदैछु त्यसमा। अब यी सबै कुरो मैले कहाँनिर लिङ्क गर्न खोजेको हो भने बेस्ट डक्टर बेस्ट हस्पिटलमा काम गर्न चाहन्छ मान्नुहुन्छ। बेस्ट लयर बेस्ट ल फर्ममा काम गर्न चाहन्छ मान्नुहुन्छ। बेस्ट ल फर्म भनेको उहाँहरूको तपाईँहरूको के भन्नुहुन्छ त्यसलाई फी भन्नुहुन्छ जे भन्नुहुन्छ। बेस्ट ल फर्मको फी कम्पेरिटिभली अरूभन्दा महँगो हुन्छ। बेस्ट हस्पिटल अरूभन्दा महँगो हुन्छ अफकोर्स होइन। तपाईँ आफै पनि बेस्ट ल फर्ममा काम गर्न चाहनुहुन्छ नि डेफिनेटली। तपाईँ एउटा गाउँपालिका अथवा चाहिँ नगरपालिकाको कानुन शाखाको अथवा कानुनी सल्लाहकार भएर बस्न रुचाउनुहुन्छ कि एउटा बेस्ट फर्ममा चाहिँ एसोसिएट गरेर बस्न चाहनुहुन्छ? डेफिनेटली बेस्ट फर्ममा नि होइन। त्यही भएर चाहिँ हाम्रो है मलाई पर्सनल्ली लागेको के हो भने यो ओपन इकोनोमीमा एउटा कुरा त फ्री भन्ने जुन कुरो छ नि फ्री होइन फ्री पनि ठिक छ। अब चाहिँ भाइले फेरि यसपछि शिक्षा भन्नु कसलाई फ्री गर्ने भन्ने कुरा अस्पताल पनि बेसिक हेल्थ केयर फ्री गर्ने तर यति भन्दै कुनै अर्को हस्पिटल छ भने त्यसलाई पनि ओपन छोडिदिनुपर्छ होइन। त्यसले गर्यो भने त्यसलाई च्याप्न जाने होइन क्या। हाम्रो सरकारी अस्पताललाई बरु त्यो सरह बनाउनलाई मेहनत गर्ने स्ट्राइभ गर्ने त्यसको लागि के पोलिसी चाहिन्छ बरु बनाएर लिएर जाने। अझ पर्फेक्ट इक्जाम्पल एजुकेसनमा भन्नुहोस् न 5 क्लाससम्म फ्री हो नि त। अहिले पनि पब्लिक अथवा चाहिँ सामुदायिक स्कुल अथवा चाहिँ सरकारी विद्यालय भन्छौँ नि हामी सरकारी विद्यालयभन्दा निजी विद्यालय राम्रो बजार यही हो नि त सुनिएको। तर के भयो उसले ठग्यो उसको महँगो भयो होइन। मैले फेरि के जोड्ने भने क्वालिटी इज नट फर फ्री। सरकारी स्कुललाई पनि त्यही हिसाबको कम्पिटेन्ट बनाउनु पऱ्यो। त्यसलाई काटेर त्यसलाई झारेर चाहिँ यसको स्ट्यान्डर्डमा ल्याउने होइन क्या। त्यही भएर तपाईँले भन्नुभयो नि हेल्थ केयरको लागि पनि जतिसुकै भन्नुहोस् न बेस्ट डक्टरहरू डडेलधुराको चाहिँ हस्पिटल अथवा कपिलवस्तुको हस्पिटलमा आएर काम गर्न चाहन्छन् कि बुटोलमै काठमाडौँमै वरिपरि राम्रै हस्पिटलमा बस्न चाहन्छन्। त्यो राम्रो हस्पिटल हामीले कपिलवस्तुमा बनाउनु पऱ्यो नि त होइन। त्यो गर्नलाई क्याप्टिभ छ क्याप्टिभ पुग्छ हस्पिटल कसले बनाउनु त बनाएकै छ त किन। अब हरेक पालिकामा चाहिँ हेल्थ पोस्ट बनाएकै छ नि दियो भने त एउटा डक्टर चाहिँ पोजिसन भोलिबाट चाहिँ क्रिएट गरिदिनुहोस् न। ऊ कसले रोकेको छ गरिदिनुहोस्। उसले कमसेकम जस्तो बुटोलमा बसेर पाउने इन्कम त्यसलाई त्यहाँ गभर्मेन्टले दिन सक्यो भने त ऊ त्यहाँ होल्ड हुन सक्ने पोसिबिलिटी हुन्छ। यो सबै कुरा त कहाँ हुन्छ र। अब बुटोलमा बसेर 3टा क्लिनिक उसको चल्छ यो क्लिनिक बन्द गर्नु पऱ्यो नि त। क्लिनिक पनि ठिक होइन भन्ने क्लिनिकले पनि लुट्यो भन्ने प्राइभेट हस्पिटलले पनि लुट्यो भन्ने अनि फेरि यता आएर चाहिँ गभर्मेन्टमा पनि त्यो खालको फेसिलिटी मागेर त कहाँ भयो र। मैले त त्यही भने नि गुड डक्टर्स विल ओन्ली स्टे इफ देयर इज अ गुड हस्पिटल। इन्जिनियर राम्रो फ्याक्ट्रीहरू छन् भने इन्जिनियर बस्ने हुन्। त्यसरी त हामी त दौडिरहनु पर्ने भयो त के को लागि दौडिने उपचारको लागि कहाँ दौडिने बुटोल होइन। बुटोलको लागि दौड्नलाई किन दौडिनु पऱ्यो छँदैछ त कपिल वस्तुमा के अस्पताल कमी छ त्यहाँ कतिजना स्पेसलिस्ट त छैनन् होला। अब स्पेसलिस्ट यस्तो छ नि त त्यसको क्याप्टिभ हुनु पऱ्यो नि त। या क्याप्टिभ हुनु पऱ्यो या अलि कसले फन्ड गर्ने फन्ड कसले गर्ने त त्यो सरकारले गर्ने हो नि त। मैले भने त अनि कसले रोकेको त सरकारले गरेको हो नि त सरकारले हालेको हो नि त दियो हो नि त दरबन्दी ल्याएर राखे भयो डक्टर कसले रोकेको छ बनायो छ त गभर्मेन्ट के अरे चाहिँ गभर्मेन्ट हस्पिटलहरू चाहिँ छ नि त त्यति मात्र हो र पालिकामा छ त पालिकामा कुन चाहिँ पालिकामा चाहिँ हेल्थ पोस्ट छैन मलाई बताउनुहोस् त। इमिडिएट प्लेस गरेर गइहाल्यो नि के चाहियो अर्थोपेडिक्स चाहियो भोलि गरेर हालिदियो भयो गाइनो चाहियो भोलि गरेर गरिदियो भयो त्यो गभर्मेन्टले गर्नलाई कसले रोकेको छ त गरेको हो नि त भोलि डिसिसन गरेर भइहाल्यो।
अल्टिमेटली गभर्मेन्टसँगै जोडिन्छ यो कुरा। डेफिनेटली अब गभर्मेन्टको चाहिँ अङ्ग प्रत्यङ्ग त गभर्मेन्टसितै आएर जोडिन्छ। जस्तो सँगसँगै अर्को कुरा पनि कि जस्तो हाम्रोमा तपाईँको पपुलेसन वाइज पनि हामी एकदम डेथ पपुलेसनमा जाँदैछौँ होइन, माइग्रेसन पनि अहिले एकदम बढिरहेछ। सो कपिल वस्तुमा पपुलेसन नभएको होइन, मार्केट नभएको पनि होइन, सो प्राइभेट सेक्टर पनि त्यहाँ उत्साहित छैन क्या लगानी गर्नलाई। यसको रिजन के रहेछ कि कपिल वस्तुको पपुलेसनलाई नपुग्ने उनीहरूको प्रोफिटेबिलिटी अथवा त्यो हस्पिटलको एडमिनिस्ट्रेसन यताउति कस्टहरू बियर गर्न नपुग्ने हो कि अथवा अरू के भएर त्यहाँ हामीले प्राइभेटमा पनि त त्यति ठुलो इन्भेस्टमेन्ट त छैन हस्पिटलाइजेसन सेक्टरमा। होइन हस्पिटल त यस्तो छ नखुल्या होइन, हस्पिटल प्राइभेट पनि खुलिया छन्, नयाँ पनि छन्, पुराना पनि छन्, सामुदायिक पनि छन्, सरकारी पनि छन्, गाउँ गाउँमा हेल्थ पोस्ट पनि छन्, वार्डमा चाहिँ हेल्थ पोस्टहरू पनि। जस्तो मान्छे बुटल जान स्किप गरेर त्यही उपचार गर्न सक्ने खालको ट्रस्ट बिल्डअप गर्न सक्ने खालको न प्राइभेट इन्स्टिट्युसन भयो न पब्लिक इन्स्टिट्युसन। ट्रस्ट भन्दा पनि यस्तो भयो या कसैले चाहिँ प्राइभेट सेक्टरले म घाटै खाएर पनि ल्याएर राख्छु भनेर त चलाए भयो, त्यो घाटा जति खाएर चलाए पनि भयो होइन। गभर्मेन्टले होइन, यसको सिम्पल आन्सर भाइले सुन्न खोजेको मलाई जहाँसम्म लाग्छ यसको क्याप्टिभ पुग्दैन क्या, यसको नम्बर सङ्ख्या पुगेको छैन। तपाईँले चाहिँ त्यतिमा डक्टर मात्रै छोडिदिनुहोस् न, एमआरआई गर्नु सिटी स्क्यान गर्नु पऱ्यो भने छैन, होटल कुद्नु परेको छ नि त, एमआरआई गर्नु पऱ्यो के गर्नु बाहिर कुद्नु परेको छ नि त, परेको छ नि, त्यसको नम्बर नपुगेर हो। अब त्यहाँ आएर चाहिँ एउटा एमआरआई एक प्राइभेट सेक्टरले एउटा एमआरआई गर्न दिनको 3वटा केस, दिनको 10वटा केस चाहिएपछि मात्र उसको चल्छ भन्ने थाहा पाइ 3टा केस भएको ठाउँमा आउँछ आउँदैन नि त हो। त्यसको लागि कसले आउनु पऱ्यो, जसले प्रफिट लिँदैन, कसले प्रफिट लिँदैन, गभर्मेन्टले लिँदैन, गभर्मेन्टले ल्याएर एमआरआई राखिदिनु पऱ्यो नि त, त्यो बजेट एलोकेट गर्नु पऱ्यो नि त। त्यसपछि त्यहाँ उपचार गर्न छोडिदिउँ, 2जना होस् कि 3जना होस्, यही त हो गभर्मेन्टले दिने सुविधा भनेको, ल्याएर एमआरआई ल्याएर राखिदियोस्, जति चाहिन्छ। अहिले चाहिँ एज अ डिमान्ड अहिले पनि छ उहाँहरूको सिस्टममा, प्राइभेट हस्पिटल गभर्मेन्ट हस्पिटल सबैको अहिले पनि चाहिँ डिटेल निकाल्नुभयो भने कति बिरामी, के को बिरामी, कहिले आएको, के उमेर, साह्रै डेटाबेस छ नि। त्यो डेटाबेसको हिसाबले टप 3 चाहिँ स्पेसलिस्ट ल्याएर राखौँ न भने गभर्मेन्टको अल्टिमेटली विल पावर हुनु पऱ्यो क्या, ल्याएर राख्छु भनेर। त्यो त राइट टु हेल्थ त फन्डामेन्टल राइट हो मान्छेको, उपचार त गर्नु पाउनु पर्छ राम्रो हस्पिटल। कुन खालको हेल्थ, कुन खालको हेल्थ, बिरामीको त उपचार गर्न पाउनु त यस्तो छ। हेल्थको हामी राइटको कुरा गर्दैछौँ होइन, बिमा बोर्ड इन्सुरेन्सको, हेल्थ इन्सुरेन्सको चाहिँ पैसा रोकेको कुरा थाहा छ। कतिपय पछि त तपाईँको कतिपय हस्पिटलले त हामीले बिमै चलाउन भने, पहिला त सुरुमा यसको नीति आउँदा त प्राइभेट इन्स्टिट्युसन पनि थियो भने किन भएन, त्यो फन्डै रिलिज गर्न सकेन गभर्मेन्टले, किन गरेन, छैन भन्छ उनीहरूको बाहना भन्ने हेर्नुहोस् है। म फेरि त्यहीँ जोड्न आएँ त भने अल्टिमेटली गभर्मेन्टसित पैसा छैन। अझै सँगसँगै यो जुन बिमाको विषयमा आइहाल्यो त सो जोडिहालेँ, यो बिमाको विषयमा चाहिँ उहाँहरूले पोलिसी इस्यु गर्ने बेलामा 1 लाख रुपियाँ बिमा भनेर उहाँहरूले पोलिसी इस्यु गर्नुभएको थियो, तर फन्ड पुगेन भनेर अब 25,000 भन्नुभएको छ। त्यो त पोलिसी इस्यु गर्ने बेलामा जे टर्म्स एन्ड कन्डिसन गभर्मेन्टले राखेको हुन्छ त्यसलाई एकलौटे रूपमा चेन्ज गर्न त मिल्दैन। दे हेभ एटेम्प्टेड कि तपाईँ लिगल ब्याकग्राउन्ड हो, तपाईँले मलाई सोधिरहनु भएको छ, यसको आन्सर तपाईँ निकाल्नुहोस् न किन भएन भनेर। तपाईँले भने मैले बुझेँ, पोलिसी इस्यु गरिसकेको छ, पोलिसीको ब्रिच भयो, यही हो नि बुझेको होइन, बिचमा चाहिँ ब्रिच अफ कन्ट्र्याक्ट भयो होइन, कन्ट्र्याक्ट इन्सुरेन्स ल भनौँ न अनि त्यो त तपाईँहरू हेर्नुहोस् यसको। तर अल्टिमेटली के हो भने फेरि घुमिफिरी कुरो त्यही जान्छ कि गभर्मेन्टसित ढुकुटीमा पैसा छ हो, पहिला ढुकुटी बलियो पार्नु पऱ्यो। ढुकुटी बलियो पार्नलाई इन्ट्रेस्टिङ एउटा कुरा चाहिँ अब अलिकति समाजले नराम्रो लाग्न सक्छ होइन। अहिले चाहिँ रिसेन्टली यो मालपोत नापीमा यो अलिकति चाहिँ अहिले कुरा गरे भन्दा भाइको भन्दा अलिकति मैले डिबेट गरेँ होइन, बिचौलिया मुक्त अहिले जुन देखिरहेछौँ नि होइन, यो अलिकति हाई भएको विच इज भेरी गुड, राम्रो हो यो। तर एउटा कुरा चाहिँ म के मान्न तयार छु भने त्यही कार्यालयहरूमा, मालपोत कार्यालयमा जति पनि चाहिँ नेपालको 90% जग्गा रेजिस्ट्रेसन नामसारीहरू हुन्छन्, त्यसको भ्यालु रियल टर्ममा रिफ्लेक्ट भएको भ्यालुहरू हुन्। थैली रकम भन्छौँ नि, कारोबार भएको रकम र थैली रकम फरक हुन्छ। नेपालभरि कुरो गर्दैछु, त्यो एउटै हुन्छ कि फरक हुन्छ? फरक हुन्छ, 90% केसमा फरक हुन्छ। फरक छ, त्यो त प्र्याक्टिकल कुरा हो, मान्छेले फरक गरेकै हुन्छ। प्रब्लम कहाँ छ? बिचौलियाले गर्ने प्रब्लम ठुलो प्रब्लम पारिरहेको छ देशमा कि यसले प्रब्लम ठुलो पारिरहेको छ?
त्यो त छँदैछ, त्यसलाई निमिनाटा पार्नै पर्छ। त्यो जे भएको छ एकदम ठिक भएको छ, तर यो कहिले सुध्रिने हो? थैली रकम एकतिर, कारोबार एकतिर, त्यही जमिन कसैले चाहिँ आफ्नै घरको भाइ छोरा विदेश जानु पर्यो भने 50 लाखमा ब्याङ्कले मूल्याङ्कन गरेर लोन दिन्छ। त्यही जमिन कारोबार गर्नु पर्यो भने 10 लाखमा गरिन्छ, 40 लाख रुपियाँ। यसको एउटा सोल्युसन हुनसक्छ कि जस्तो जति बेला जुन एमाउन्टमा कारोबार भएको छ नि, जुन हामीले गभर्मेन्टलाई देखाएको छ कारोबार रकम, त्यही कारोबार रकम बराबरको भ्यालुएसन पाउने भनेर गभर्मेन्टले डिक्लेयर गर्यो भने त्यस्तो केसमा चाहिँ अथवा त्योभन्दा बढी चाहिँ तपाईँको कम्पनी कुनै पनि ब्याङ्कले भ्यालुएसन गर्न नपाउने भनेर एउटा निर्देशिका जारी गर्ने बित्तिकै चाहिँ पुरै कन्ट्रोल हुन्छ जस्तो लाग्छ मलाई यो कुरा चाहिँ। ठ्याक्कै एक्ज्याक्टली यो गर्दा तानिन सक्छ होइन, किन चाहिँ झन् तानिने अझ फोकाएर लिएर जाउँ बरु होइन। रियल टर्ममा भने मतलब चाहिँ अर्को पनि चाहिँ के मान्नु पऱ्यो भने 90% कारोबार यस्ता खालका कारोबार हुन्छ भन्ने कुरो मानिरहँदाखेरि 90% हाम्रो समाजको 90% को घरमा थैली रकम र त्यो रियल भ्यालुमा जुन जग्गा ट्रान्सफर भएको छ त्यसको जुन डिफ्रेन्स अमाउन्ट छ त्यो पैसालाई रियल टर्ममा भन्दाखेरि कालो धन भन्न मिल्दैन कि? डेफिनेटली भनेपछि नेपालको कतिवटा घरमा काला धन छ। अनि त्यो पैसा यही त हो, सहकारीमा आएको हो विकृति। अनि त्यो डिफ्रेन्स आएको पैसा के हुन्छ? मान्छेले लोभ हुन्छ अनि 17-18% ब्याजमा सहकारीमा राखेको छ, जहाँ चाहिँ सोर्स डिक्लेयर गर्नु परेको छैन, केही गर्नु परेको छैन होइन। अहिले ग्रे लिस्ट भनिन्छ, यो अनेक चाहिँ आइरहेछ नि। यो सबैको व्यथितिको चाहिँ सुरुवात त हाम्रो त्यो वे अफ लिभिङबाट सुरुवात समाजबाट पनि हो भने समाजले पनि यो त्यही भएर मैले भने नि म यो सरकारप्रतिबाट चाहिँ अप्टिमिस्टिक छु भनेर मैले रेगुलेसनका मल्टिपल प्याटर्नहरू चाहिँ उहाँहरूले सिलेक्ट गर्नुपर्छ कि खालि त्यो गर्छु भन्ने चाहिँ हिम्मत र आँट हुनु पऱ्यो क्या। जुन यो सरकारमा त हामीले देखाएको छौँ नि, अब हेरौँ न गर्नुपर्छ होइन। रेभेन्यू यस्ता कुराले हो कि हाम्रो यसै 50-60% चाहिँ इन्फर्मल फर्मल, बाँकी 45% चाहिँ इन्फर्मल इकोनोमी यसै भनेको छौँ। र यो सबै कुराबाट यो हो। त्यसपछि आउँछ रेभेन्यू। त्यो रेभेन्यूले झन् तपाईँले कल्पना गरेको अस्पताल, तपाईँले कल्पना गरेको चाहिँ भनौँ न चाहिँ विभिन्न स्ट्रिमका स्पेसलिस्टहरू होइन, त्यसपछि अनि बल्ल फ्रीमा दिने, त्यसपछि बल्ल यसो चाहिँ स्वास्थ्य बिमाका कुराहरू फुल पेमेन्ट गर्ने, 25,000ले फेरि बढाएर 1 लाख गर्ने भने अल्टिमेटली ढुकी बढ्नु पऱ्यो। रेभेन्यू जबसम्म आउँदैन तबसम्म चाहिँ कहाँ दिन सकिन्छ? हाम्रो उत्पादन योग्य क्षेत्रमा जान पऱ्यो गभर्मेन्टको इन्भेस्टमेन्ट उत्पादन योग्य सेक्टरमा त जान्छ। सबभन्दा पहिला चाहिँ गभर्मेन्टको रेभेन्यू बढ्नु पऱ्यो क्या। रेभेन्यू बढ्ने धेरै ठाउँ छन्। एउटा त्यो चुहावटलाई बन्द गऱ्यो भने पनि चुहावट पनि त्यही त सामान्य हाम्रो वे अफ लिभिङबाट सुरु भएको चुहावट यो त अलिकति समाज भनौँ न अहिले चाहिँ हामीले राज्यबाट चाहिँ आश गरिरहँदाखेरि समाज पनि कहीँ न कहीँ आएर चाहिँ भन्ने सोच्ने बेला चाहिँ आउनसक्छ कि यो त मालपोतमा गएर चाहिँ म रियल भ्यालुमा ट्रान्सफर गर्छु, म ट्याक्स तिर्छु भन्ने त कसले नै भन्छ र? भन्छ वेलकम भन्दैन नि त। अनि त्यसको लागि त सुरुमा त हामीले रेस्ट्रिक्सन त लाउनै पर्छ कि केही समय चाहिँ आउला र गभर्मेन्टले ल्याउनु पनि पर्छ अलिकति चाहिँ समाजले पनि ठाउँमा राख्नलाई। रियल टर्ममा भ्यालु भएर चाहिँ त्यसको राजस्व तिर्नु पऱ्यो क्या। ठिक छ चाहिँ राज्यले केही गर्न सकेको छैन, तर जग्गाको भाउ बढ्नु पनि एक हिसाबले राज्यले बनाइदिएको बाटो होला, सानो होला, कच्ची होला, जे होला, बाटो नहुने जग्गा र कच्ची बाटोको जग्गामा त पक्कै पनि भ्यालुएसन त फरक हुन्छ नि? फरक हुँदैन होइन? भने जग्गाको एप्रिसिएसन त भएको छ नि गत 15 वर्ष 20 वर्षमा डेफिनेटली एप्रिसिएसन भएको छ, भएको छैन? हो, त्यो एप्रिसिएसन भएको भ्यालुको ट्याक्स तिर्नुपर्छ। फेरि त्यो जस्तो त्यति ट्याक्स तिर्ने अवेरनेस अलिकति चाहिँ र गभर्मेन्टको रेभेन्यू अल्टिमेटली गभर्मेन्टको रेभेन्यू बढ्नुपर्छ कि होइन भने गभर्मेन्टलाई चाहिँ हात बाँधेर चाहिँ ल गर भनेर चाहिँ भोलि आश गरेर बाटो पनि बनेन, यो पनि बनेन, यो पनि भएन, त्यो पनि गरेन, स्वास्थ्य पनि दिएन, शिक्षा पनि दिएन, अब दिएन भन्दै जाँदाखेरि चाहिँ अल्टिमेटली नभएको हालत त्यो स्वास्थ्य बिमा जस्तो हुन्छ। त्यस्तो भएर जान्छ भने गभर्मेन्टसित बिचरा पैसै छैन, कहाँबाट ल्याएर दिन्छ? कसैले ल्याएर चाहिँ होइन चाहिँ यत्रो चाहिँ 2 तिहाईको सरकार भनेर चाहिँ ढोडी भरिने हो र होइन नि? त्यसको लागि त रेभेन्यू स्ट्रिमहरू खुल्नु पऱ्यो। अब यो सबै कुरा चाहिँ चेन्ज हुँदै जाला। यसको लागि चाहिँ अलिकति समाजले हामीले पनि ओपन भएर हेर्नुपर्छ कि सबै कुरा सकारात्मक हो, तिर्नुपर्छ, गर्नुपर्छ भन्ने पनि थाल्नुपर्छ। जस्तो अब सबै गभर्मेन्टकै मात्रै कुरा गरेर अलिकति मैले एजुकेसन सेक्टरलाई जोड्न चाहेँ। जस्तो हामीले अब तपाईँको एजुकेसन सेक्टरमा पनि कपिल वस्तुमा सेम सिनारियो छ, जस्तो हेल्थको छ त्यस्तै छ। स्टुडेन्ट पढ्न पऱ्यो भने तपाईँको 11-12 पढ्न पऱ्यो भने पनि राम्रो स्कुल खोज्दै गयो भने उनीहरूलाई बाहिर जिल्ला जानुपर्ने छ। सो वाट वी हेभ बिल्ड टिल द डेट? नथिङ। होइन कि जिल्लाको हकमा कि जिल्लाको हकमा?
होइन बाहिर जाने कुरालाई किन यसरी चाहिँ नेगेटिभली पनि हेरे होइन त्यसलाई नेगेटिभली नलिउँ। जस्तो एटलिस्ट पनि स्टुडेन्टले तपाईँको मावि लेभलको एजुकेसन चाहिँ घरमा बसेर पढ्न त पाउनु पऱ्यो नि, बेसिक रिक्वायरमेन्ट हो नि त्यो त। कि 8 पढेपछि बुटोलतिर गएर अथवा अरू जिल्ला गएर अर्को ठाउँमा गएर मावि होइन नि त, मावि किन छैन त? साइन्स कलेज त कतिवटा छन् हामीसँग? होइन +2को कुरा, +2कै साइन्स हो, मावि त +2 पर्छ। +2 साइन्स कलेज कतिवटा छन् हामीसँग? त्यसको क्वालिटी त्यहाँबाट निस्केको उत्पादन वेदर दे हेभ कम्पिट विथ बाहिरबाट निस्केकोसँग कम्पिटेबल छ कि छैन। फेरि सबै लगाएर हामीले सरकारलाई दोष दिने भने त कालिका सरकारले कालिकालाई गर्दा हाम्रो दक्षिणको विद्यालयलाई अथवा हाम्रो कपिलवस्तुको उत्तरको विद्यालयलाई पनि सेम बजेट एलोकेसन भएको छ। दे हेभ बिल्ड द कालिका होइन, दे हेभ बिल्ड द कान्ति, एन्ड हाम्रोमा चाहिँ के छ, वी आर स्टिल अन त्यही पोजिसनमा छौँ। त्यो व्यथिति यस्तो छ चाहिँ व्यथिति नभए होइन, त्यही भएर यत्रो प्रब्लम भयो होइन देशमा, व्यथिति छ। यसको व्यथितिको जड कहाँ हो नि, यसरी उल्टोबाट सोच्नुहोस् न। विद्यालय व्यवस्थापनको हामी कहाँ चुनाव हुँदो रहेछ, अध्यक्ष भन्ने भन्छ नि, त्यो विद्यालयको अध्यक्षको 1 रुपियाँ पनि तलब सुविधा हुँदैन। त्यो पनि मण्डललाई मारामार किन, त्यो त खोसाखोस हुन्छ, मारामार हुन्छ त्यो अध्यक्ष मण्डललाई। पार्टीको गठबन्धनदेखि लिएर सबै युज हुन्छ। यसो बुझ्दै जाँदाखेरि चाहिँ त्यति गरिसकेपछि पनि केही न केही चाहिँ बेनिफिट होला नि। भनेको त 1 रुपियाँ तलब पनि आउँदैन, 1 रुपियाँ भत्ता पनि आउँदैन रे। अनि यो भिजिटिङ कार्ड क्राइसिस भन्छन् कि, भने मतलब चाहिँ कसैको नाम छ फलानु नाम, ल आशिष शर्मा, तर उसको डेजिग्नेसन छैन कि आशिष शर्मा मात्रै भयो, अध्यक्ष फलानु विद्यालय भन्न पाइयो भनेर खालि चाहिँ एउटा डेजिग्नेसनको लागि जाने एउटा चाम भयो। होइन भने जाने किन भने अलिकति व्यथिति हो यो चाहिँ। अब भाइले भनेको कुरा म नकार्दिनँ होइन, यो कम्पेरिटिभली त्यो स्कुलभन्दा हाम्रो स्कुल किन कमजोर भन्ने कुरो त माने, तर अब नामै नलिकन हामी कहाँ भएका पनि कम्पेरिटिभली लास्ट 2-3 वर्षको चाहिँ फिगर हेर्ने हो भने, जस्तो लास्ट इयर मैले त्यो एसएलसीको स्टुडेन्टहरूलाई पनि फेलिसिटेट गरेका थिएँ होइन। त्यतिखेर नम्बरहरू देखेर त भेरी ह्याप्पी। केही स्कुलको त अलिकति चाहिँ बिजोकै स्थिति छ, बिजोकै अवस्था थियो होइन। तर चाहिँ भाइले जुन चाहिँ बुटोलमा 1-2टाको नाम लिनुभयो, त्यस्तै गरेर भोलि अपकमिङ बुटोलको 1-2टाको स्कुल जस्तो हाम्रो कपिलवस्तु पनि 1-2टा स्कुल चाहिँ त्यो बाटोमा लागेका छन् कि जस्तो लाग्छ मलाई। हो, हाम्रो अब उद्देश्य चाहिँ त्यो सबै जति पनि विद्यालय छन् त्यही बाटोमा जानु पर्यो भाइ। फेरि चाहिँ मेरो भनाइ त्यही हो है, क्वालिटी इज नट फर फ्री, क्वालिटीको लागि रिसोर्स चाहिन्छ। बरु के गरौँ भन्दा जस्तो यसलाई चाहिँ तपाईँको क्याटेगोराइजेसन गरौँ, कसलाई फ्री दिने हो? होइन फ्री भनेको त्यो मैले त्यो लेभलको फ्री भनिनँ कि, त्यो ठाउँमा चाहिँ पढाउने टिचरहरू पनि त्यही खालको ल्याउनु पऱ्यो नि त। अघि हामीले कुरा गऱ्यौँ नि, भाइ चाहिँ न्याय सेवामा जाने र विदेश जाने कुरा गऱ्यो नि त। राम्रो टिचर ल्याउनुलाई, राम्रो टिचर भने राम्रोको परिभाषा के हो? होइन फेरि सरकारीको हकमा त त्यो लागु भएन, सरकारले जता हटाउँछ त्यही जानु पऱ्यो। गभर्मेन्ट विद्यालयको हकमा त प्राइभेट इन्डस्ट्रीलाई हामीले त्यो कुरा भन्न सक्यौँ, गभर्मेन्टको विद्यालयमा त नाम तोकेर आएपछि त्यहाँ जानै पर्यो। त्यो त व्यथिति त छ होइन, व्यथिति पनि अब पहिला जस्तो नहोला, अलिकति सुध्रेर पनि जाला। व्यथिति त धुन्धार व्यथिति छ शिक्षामा, त्यति मात्रै हो। र निमाविको नियुक्ति लिएर मावि पढाउनु त कति ठाउँ देखाएको छु, कति ठाउँ देखाएको छु, त्यो त धेरै ठाउँ पर्छ भन्छ। त्यति मात्रै पढाउनु पर्ने, त्यसलाई त इथिकलै बनाइसकेको छ सोसाइटीले। पढाउनु पर्ने बिचरा चाहिँ 6 घन्टा 8 घन्टा पढाउनु मैले देखाएको छु। के गर्ने सधैँ छैन, टिचरै छैन भने होइन, यस्तो पनि देखाएको छु। कतिपय ठाउँमा तपाईँको विद्यार्थीभन्दा बढी टिचर पनि छन् फेरि, त्यो पनि छ। अब एसईमा चाहिँ स्ट्राइक रेट 0 भएको पनि मैले देखाएको छु, 1जना पास नभएको पनि मैले विद्यालय देखाएको छु, हाम्रै जिल्लामा देखाएको छु होइन। यस्ता सबै व्यथिति छन्। व्यथितिको पनि यो अहिले त झन् यो तहले पनि अलिकति कन्फ्युजन ठुलो होइन, सङ्घीयले हो कि प्रदेशले हो कि स्थानीय सरकारले हो कि, यसले झन् अर्को ठुलो विग्रह लिएर आएको छ। कसले कहाँ गर्ने, के गर्ने, कसो गर्ने, ऊ यसको कोटा ऊ उसको कोटा गर्दा गर्दै तर कति समयदेखि अड्किरहेको छ। लेट्स होप घुमे फेरि त्यही आउँछ कि जुन हाम्रो एक्सपेक्टेसन छ नयाँ गभर्मेन्टबाट। लेट्स होप चाहिँ यसबाट यी सबैको चाहिँ निराकार टु सम एक्सटेन्ट त हुन्छ। अझै म अलिकति यो अर्बनाइजेसनको कुरा पनि जोडिहालेँ मैले। जस्तो मान्छेको सङ्ख्या एकदम बढिरहेछ होइन। तपाईँको लास्ट 10 इयरमा कपिलवस्तुको पपुलेसन हेर्नुहुन्छ भने इट वाज एकदम कम थियो कि, अब अहिले एकदम ऱ्यापिडली पपुलेसन बढिरहेछ। अझै पनि माइग्रेसन हुने रेट घटेको छैन, एकदम बढिरहेछ। सो जस्तो अब पछि हामीले भोलि अहिले प्लानिङ नगरिकन
तपाईँको हाम्रा सिटीहरू अहिले बसिरहेछन्, जस्तो 4 नम्बर भयो अथवा अब जनरोडा भयो अथवा त्यो कपिलवस्तुको अरू जुन जुन सिटिजहरू बसिरहेछन्, त्यो सिटीलाई हामीले भोलि असनको गल्ली जस्तो बनाउने हो कि अहिलेबाट त्यसलाई प्लानिङ गर्ने हो? अलिकति त गल्ती गरिसक्यौँ होइन, अलिकति त हामीले पहिले व्यवस्थित गरिसक्नु पर्थ्यो होइन। अब अझै पनि हामीले त्यो असनको गल्ली बनाउने हो कि अथवा तौलियाको भित्रै त्यो गल्ली छ नि जुन नेभर एक्सटेन्डेबल क्या, त्यहाँ पुरै बस्ती उठाउनु पर्ने स्थिति छ। यति साँगुरो गल्ली छ कि त्यहाँ अब एउटा गाडी नै पास हुन सक्ने स्थिति छैन। त्यो सोचेन भने त हामी अल्टिमेटली त्यहीँ जाने हो। के गर्नुपर्छ अर्बनाइजेसनको लागि? मैले अब यसको चाहिँ अब सिटी प्लानिङ, सिटी प्लानरहरू यसको मेच्युरिटी अब बिस्तारै आउला। हामी त गर्नुपर्ने कुरा यस्तो छ भाइ, गर्नुपर्ने कुरा धेरै छन्, बुझ्नु, कहाँबाट सुरु गर्ने भन्ने गर्नुपर्ने कुरा धेरै छन्। र अब भाइले सोधिरहँदाखेरि चाहिँ त्यसको मैले बुझिएको छु, भाइले किन सोधिरहनु भएको छ भन्ने कुरो, यसको ग्राभिटी मैले बुझिएको छु। यसका राम्रा एन्सर मसित पनि होलान्, तर अल्टिमेटली फेरि चाहिँ यो एन्सर कस्तो हुन जान्छ भने पूर्वाग्रही जस्तो सुनिन्छ कि, भने कसैले दोष दिए बापतको होइन। यो चाहिँ त्यही हो कि मान्छेको चाहिँ एउटा भिजनमा मैले भने नि कान समाउने मान्छे होइन, कसले कसको कान समाउने, कसले कसलाई ह्यान्ड होल्डिङ र कसले कसलाई गाइड गर्ने मान्छे पनि चाहियो नि होइन। तपाईँले अब सिटी प्लानिङको कुरा गर्नुभयो, अहिले त बर्निङ इस्युज हाम्रो 2 दिनदेखि चलिआएको चाहिँ ल्यान्डफिल साइडको फोहोर मैला व्यवस्थापनको इस्युहरू होइन, यी सबै कुरालाई त्यही हो कि अल्टिमेटली मान्छेको चाहिँ कुनै व्यक्तिले हेर्ने भिजन, व्यक्तिले गर्ने अप्रोच होइन, चाहिँ काम गर्ने तरिका, यी सबैमा भर पर्छ कि। त्यही भएर चाहिँ भन्छ नि राइट म्यान इन द राइट प्लेस, त्यो मान्छेले सुन्न खोजिया छ, सुन्न चाहेको छ होइन। हाम्रो फेरि यस्तो छ कि यो एक्जिक्युट गर्ने मान्छे इज इलेक्टेड फर 5 years, एक्चुअली भएपछि सक्यो होइन। त्यो छान्दाखेरि कस्तो मान्छे छानेका छौँ, गर्न सक्ने मान्छे छानेका छौँ, 5 वर्षलाई त्यो पछाडि गयो भनेर हेर्ने हो भने त्यो बाटो छुट्टै भयो होइन। त्यही भएर चाहिँ स्थानीय निकाय भयो, वडा भयो, यी सबै कुरा चाहिँ यसको लागि ओभरअल चेन्जै भएर चाहिँ माइन्डसेट त्यो खालको भएको मान्छे आउनै पर्छ। यत्रो डिस्कस गऱ्यौँ होइन, लाइक हामीले लगभग मेजर एरियाजहरू, टुरिज्म हेऱ्यौँ, हेल्थ हेऱ्यौँ, अर्बन डेभलपमेन्टको कुरा पनि गऱ्यौँ। जस्तो अहिलेको यो लोकल लेभल होइन, अब एक्जिक्युटिभ लेभल, फेडरल एक्जिक्युटिभको कुरामा अलिकति अनस्टेबिलिटी भन्नु होला, उहाँले के भन्नु होला, त्यसमा एक्सक्युज पाउने ठाउँ छ। सो लोकल लेभल हेभ बिन कन्टिन्युसली वर्किङ फर दिस होइन। सो आई डोन्ट थिङ्क केही पनि रिजल्ट चाहिँ एक्सेप्ट त्यो बाटो पिच गर्ने बाहेकको डु यु सी एनी रिजल्ट देयर? सिरियसली लाइक अलि लङ टर्म प्लानिङ सहितको भनौँ न होइन। 4 जनता ट्र्याक्टरमा उठाएर हालेको छ, लगेर खोलाको किनारमा फालेको छ, एभ्री पोइन्टमा त्यस्तै छ कि। सो आर यु सेटिस्फाई? लाइक के हुन पर्थ्यो कि? पहिलो कुरा त इच्छा शक्ति होइन, गर्छु त्यो इच्छा शक्ति हुनु पऱ्यो नि, त्यो खालको माइन्डसेट हुनु पऱ्यो कि। पहिलो कुरो माइन्डसेट, म गर्छु। त्यसपछि नेक्स्ट भनेको रिसोर्सेस हो। अहिले पनि मेरो कहाँनिर आपत्ति हो नि, म चाहिँ भनौँ न यो लास्ट इयर मात्रै मैले हेर्नु नपाएको होइन भने हरेक वर्ष हाम्रो पालिकाहरूको चाहिँ म आयव्यय सबै हेर्छु कि होइन, क्यापिटल एक्सपेन्डिचर कति, उसको चालु खर्च कति छ अनि यी सबैको रेसियोहरू हेर्ने हो भने विथ बेस्ट अफ स्पिरिट उहाँहरूले पनि चाहिँ राम्रो गर्छु भन्दै गरे हो नि त, बिगार्छु भनेर बिगारे होइन नि। अहिले पनि चाहिँ कुनै हाम्रो पालिकाको मेयरले, वडा अध्यक्षले बोलाएर तपाईँले सोध्नु भने कसैले मैले गरिनँ भन्नुहुन्छ र मैले त भएसम्म गरेको छु भन्नुहुन्छ नि होइन। त्यही भएर चाहिँ गर्न सक्ने अलिकति यो तरिका, सोच तरिका कसरी गर्ने र रिसोर्सेसको चाहिँ म्याक्सिमम युटिलाइज कसरी गर्ने र अल्टिमेटली आएर चाहिँ जहाँसम्म रेभिन्यू है। अब अहिले पनि चाहिँ एज त्यो सिभिलाइज सिटिजन होइन, एउटा ठाउँको तपाईँ पनि सिटिजन हो। सो यो 10 year अरू त्योभन्दा अगाडिको छोडिदिउँ, 10 yearमा जुन स्थानीय तहले गर्नुपर्ने काम थियो नि, द्याट इज द मोस्ट स्टेबल गभर्मेन्ट इन नेपाल के। लाइक प्रोभिन्स पनि ढलिरहेछ, बनिरहेछ होइन। त्यो एउटा फिक्स प्याटर्न अफ उनीहरूको रेभेन्यू जेनेरेसनको सोर्स पनि छ। जस्तै इक्जाम्पल वी हेभ रिभर रिसोर्स छ होइन, फरेस्ट रिसोर्स छ, अरू अन्य रिसोर्सेस दे आर कलेक्टिङ ट्याक्स होइन। सो एकदम स्टेबल छ नि त्यो त। त्यत्रो स्टेबल इन्स्टिट्युसन हामीसँग हुँदाहुँदै पनि त्यो इन्स्टिट्युसनको डेलिभरी चाहिँ तपाईँको 2 किलोमिटर 3 किलोमिटर पिच बाहेक नथिङ मोर के। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? लाइक वाट दे हेभ टु डु? होइन यस्तो छ, रिसोर्सको कुरा गर्नुभयो होइन, खोलाको कुरा गर्नुभयो, वनको कुरा गर्नुभयो, ट्याक्सको कुरा गर्नुभयो, यी सबै कुरा चाहिँ सुन्यौँ, तर त्यसको भ्यालु हेर्नु भएको छ कहिले? र भ्यालु, यो भ्यालु जुन चाहिँ तपाईँले चाहिँ रेभेन्यूको कुरा गर्नुभयो, यसको भ्यालु
भेसाभेस यसको कम्पेयर गर्दाखेरि चाहिँ यसको खर्च हुने कुनै एउटा शीर्षक हेर्नु भएको छ? कति छ? छैन। के छ? मैले भने नि चालु खर्च नै जो 65-70% चालु खर्च भएको ठाउँमा, चालु खर्च भने के भने करेन्ट एक्सपेन्स भने के आउँछ? तलब, भत्ता, भत्ता, मिटिङ, चाहिँ भाडा, हजुर, गाडीको तेल, मेन्टेनेन्स, यी सबै कुरा भने चाहिँ के हो भने क्यापिटलाइज नहुने खालका एक्सपेन्सेस हुन् होइन। त्यो या यस्तो हुनु पऱ्यो कि सबै कुरा काट्छु भनेर बस्नु पऱ्यो कसैले। अब अहिले चाहिँ बिचमा कुरा आएको थियो नि वडा सदस्य किन चाहियो भन्ने, त्यही भएर यस्ता खालको चाहिँ यो चाहिँ सिभियर कुनै न कुनै डिसिजन इन्टरभिन नगरिकन यी सबै कुराहरू सुध्रिँदैन क्या। यसको बजेट कम बढाउनलाई पनि रेसियोले बढ्ने नै हो। आज 100 छ भने 10% बढाएर 110 भन्ने त हो। 100 को 200 हुनसक्ने स्रोत केही देखिरहेको छैन होइन। तपाईँले भनेको त बाटो बनाउने कुरा गर्नुभयो। अझ अवस्था त कस्तो छ भने स्ट्यान्डर्डले बन्नुपर्ने 2 किलोमिटर, त्यही 2 किलोमिटरको बजेटमा तन्काएर 4 किलोमिटर बनाइदिएन जस्तो हुन्छ। किन भन्दा त्यहाँ त प्रेसर छ नि त, त्यहाँसम्म पुऱ्याउनु परेको छ, देखाउनु परेको छ। अनि 2 किलोमिटरको बजेटमा 4 किलोमिटर तन्काउँदाखेरि के हुन्छ? बाटोको क्वालिटी पनि बिग्रिन्छ। अनि त्यही भएर चाहिँ पैसा कुन ठाउँमा कसरी खर्च गर्ने जस्तो चाहिँ अब एउटा इन्ट्रेस्टिङै काठमाडौँ महानगरकै कुरा गऱ्यो भने मैले अस्ति चाहिँ यसो हेर्न मलाई हेरेको थिएँ कि कति खर्च भएछ भनेर। हार्डली 15-20% खर्च भएको रहेछ कि क्यापिटल एक्सपेन्डिचर, हार्डली 15-20%। अनि मैले सुने पनि त्यहाँको एक्सपर्टहरूको किन खर्च नगरे, एउटा हुनसक्छ खर्च गर्न नसकेर नगरे, त्यो भनेको इनएफिसियन्सी भयो। यसलाई चाहिँ अलिकति सुइटेबल बिचको बाटो निकाल्नु पऱ्यो भने चाहिँ होइन अनावश्यक ठाउँमा खर्च गर्नुभन्दा नगर्नु नै बेस। यो आन्सर पनि त ठिक हो होइन। त्यही भएर चाहिँ इट्स अल अबाउट लिडर होइन। हाम्रो स्थानीय तहले त अनावश्यक ठाउँ भन्ने छैन, बिकज दे हेभ अ लट टु डु। त्यो भिजनै भएन कि जस्तो पनि लाग्छ कि पटक्कै क्लियरिटी नै छैन कहाँ जाने हो, के गर्ने हो। त्यो हुनसक्छ लाइक त्यो हो भनेर ठोका गरेर म भन्दिनँ होइन। त्यसको चाहिँ त्यो हुनसक्छ भन्दाखेरि चाहिँ मेरो बढी चाहिँ वेटेज चाहिँ नभए त्यो पक्कै हो भन्ने पनि जाला होइन। एउटा कुरा चाहिँ हो आजको दिनमा चाहिँ स्थानीय तहको मेयरले कतिवटा एक्सपर्टसँगको मिटिङ एटेन्ड गर्यो त? आई डाउट, मलाई लाग्दैन। त्यो नभएपछि त ऊ आफैमा त सर्वशक्तिमान त हुन्। त्यो पनि होइन। अरू एउटा इन्ट्रेस्टिङ कहाँ हो भने चाहिँ यसो सुन्दाखेरि चाहिँ एउटा पालिकाले चाहिँ विदेशको कुनै अर्को पालिकासित चाहिँ एउटा भङ्गिती संस्था इस्टाब्लिस गर्यो, साइन गर्यो भन्ने बेलामा सुन्छु। त्यो दुईवटा कन्ट्रीको लोकल लेभलको रिलेसनसिप होइन, दुईवटा चाहिँ स्थानीय तहले चाहिँ साइन गर्यो भन्ने कहिले सुन्छु कि म यसो कल्पना के गरे होला, के साइन गरेको छ, के भएछ, सिकेर आएछ कि सिकाएर आएछ कि के एक्सचेन्ज भएछ त्यहाँबाट एक्सचेन्ज भएछ भने विदेश यसो घुम्न आउने चाहिँ ट्रेन्ड चलायो कि चाँचो बाँचो मात्र मिलायो कि होइन। पक्कै पनि विदेशबाट केही न केही सिकेर आउनु पऱ्यो कि। अल्टिमेटली चाहिँ त्यही हो जो त्यो बस्छ नि चाहिँ लिडर, अब सिइओ भन्नुहोस् न, यो चाहिँ कुनै पनि यस्तो पालिकाहरू स्थानीय निकायहरू एज अ सिइओ चलाउनु पर्छ कि अब यो चलिरहेछ भइरहेछ यो भनेर। र चाहिँ अर्को पनि कस्तो हुनु पऱ्यो भने यो पुरानो समाजको अथवा चाहिँ जनताको अथवा भोटरको एक्स्ट्रा ब्यागेज लिएर यो गऱ्यो भने यो रिसाउँछ कि भन्ने हिसाबले पनि चाहिँ अलिकति भए हुनु पनि सक्छ। अब चेन्ज आउला र चेन्ज होला पनि। ओके, सो वी आर एट द एन्ड होइन। अब अन्तिममा छौँ। आई थिङ्क कति मिनट भयो हाम्रो टाइम? ओके, 2 आवर प्लस हामी डिस्कस गरिसक्यौँ। सो अल टु डिस्कस के धेरैवटा टपिक छन् यहाँ अन टच पनि कति धेरै टपिक छन् जसलाई टच गर्नुपर्ने छ। सो यदि पोसिबल भयो भने वी विल डिस्कस विथ सेम टेबल तर एकजना रिप्रेजेन्टेटिभ साइड यी पोसिबल। त्यो भयो भने अझै हामीसँग त्यसको भ्यालिडिटी पनि हुन्छ, क्रेडिबिलिटी पनि हुन्छ। सो अब एट द एन्ड, सो तपाईँ त इलेक्सनमा जानुभयो, घुम्नुभयो गाउँ सबै, घुमेँ। पब्लिकले के एक्सपेक्ट गर्दो रहेछ आफ्नो नेतृत्व लिडर वा रिप्रेजेन्टेटिभबाट? लाइक कस्तो होस् भन्ने दे हेभ एक्सपेक्टेसन? होइन, मैले सुनेको एक्सपेक्टेसन पहिला कुरा त मलाई जहाँसम्म लाग्छ यसरी घर दैलो गर्ने म गल्ती होइन भने है त्यो उम्मेदवारमा चाहिँ पुराले म परेकी जस्तो लाग्छ। म जाँदाखेरि चाहिँ भोट माग्न फेरि आइस, मैले कमन सुनेको प्रश्न, फेरि आइस, भोट माग्न मात्रै आइस, अब त आउँदैनस् नि। र एउटा ठुलो कन्फ्युजन चाहिँ
भने कुलो बनाउने, कल्भर्ट बनाउने, कल्भर्ट बनाउने किन बनेन, किन भएन, अघिल्लोचोटि बनाउँछु भने आज किन थिएन। अझै सबभन्दा धेरै हाम्रो दक्षिणतिर त मेरो घरमा त्यो नल किन गाडिएन, मेरो घरमा नल किन गाडिएन, मेरो घरमा जस्ता राख्ने सबैले जस्तो पाए मैले किन पाइनँ भने वितरणमुखी कामहरूबाट बढी एक्सपेक्टेसन होइन मैले पाएँ। अझ घर घर गएर पनि सुन्ने मौका पाएर पनि होला होइन। यी सबै कुरा चाहिँ अब एड्रेस गरेर पनि आइयो, देखेर पनि आयो। अब यो कुनै चाहिँ यो पेसा नै भन्दाखेरि पनि एउटा मैले भने नि अहिले जति पनि कुराहरू तपाईँसित पनि सेयर गरेँ यो सबै त्यही हो कि मान्छेको चाहिँ एउटा भिजन यसरी चाहिँ होला गरौँला। त्यो जस्तो त्योभन्दा अगाडिको जो लिडर थिए नि लाइक पोलिसी मेकर्सहरू अब फेडरल लेभलमा जाने अथवा त्यो तपाईँको एज अ ल मेकरको रूपमा काम गर्ने, उनीहरूले त्यहाँको मेन्टालिटी चाहिँ यसरी सेट गर्दा रहेछ कि ल मेकर नै तपाईँको कुलो बनाउन आउने हो, कल्भर्ट बन्छ भने दिस इज बिकज अफ ल मेकर्स होइन। एउटा पुल बनाउँछ, कतिपय त्यो घोषणापत्रमा पनि प्रशस्त देखिन्थ्यो क्या, आई हेभ मेड दिस पुल, यहाँ पुल बनाएँ मैले, यति किलोमिटरबाट पिच भयो होइन। त्यसको दोष त्यसरी पनि भन्नु भएन। चुनाव किन लडेको भन्दा सबैको चाहिँ भाषण गर्नु पऱ्यो नि। पहिलो कुरो के निस्किन्छ भने विकास गर्नुको लागि। विकास भने के हो त? विकास भनेको कुलो पनि हो, नाली पनि हो, सडक पनि हो, पुल पनि हो, पुलेसो पनि हो, सबै हो नि त। सांसद जति सबैले आफ्नो घोषणापत्रमा कुलो, बाटो अनि नल बनाएको कुरा लेख्ने भने विकास भन्ने शब्द व्हाट द लोकल लेभल इज बिन डुइङ सिन्स 10 इयर। त्यही त, त्यही भएर चाहिँ म आज यो इलेक्सनमा कन्फ्युज भएँ कि म यो वडाध्यक्ष चुनाव लडिरहेको हो कि मेयरको हो कि के को चुनाव लड्या के को चुनाव लड्या जस्तो कन्फ्युज भएर कहिले कहिले त होइन। तर चाहिँ अब त्यो भने मतलब चाहिँ गएर चाहिँ होइन यसो होइन भन्नु पनि भएन। त्यही भएर मैले तपाईँले अघि पनि भन्थेँ नि कान समाउने पद भनेर, म त्यही भन्थेँ कि सबलाई यो कान समाउने पद हो। कसलाई कान समाउने? मेयरले कान समाउनु सक्छ नि त होइन। त्यही भएर चाहिँ यो म नियम बनाउने कानुन बनाउनु फुत्किनु पाइँदैन कि। यो पार्लिमेन्टेरियन भनेको आफ्नो अधिवेशन चल्दाखेरि पार्लिमेन्टमा बस्ने, अधिवेशन नचल्दाखेरि आफ्नो ठाउँमा गएर चाहिँ स्थानीय निकायको कान समाउने पद त यो हो। मेयरलाई कम्पेरिटिभली कान समाएर के गरे भएन नि, वडाध्यक्षले किन यसो गर्यो भएन। यु डु ह्याभ राइट डेफिनेटली। त्यही भएर कान समाउने पद हो क्या यो। मैले सबैले त्यही भन्ने गरेको थिएँ। यो के को हो भन्दा यो कान समाउने, यो नल गाड्न प्रत्यक्ष चाहिँ म सक्दिनँ, तर पक्कै पनि चाहिँ कान समाउने पद हो होइन। मैले सकेँ भने म कान समातेर कहाँबाट कुन चाहिँ निकाय हो त्यो तपाईँलाई चाहिँ तपाईँको प्रब्लम एड्रेस गरिदिएँ नि, कान समाएर चाहिँ म गराउन सक्ने कोसिस गर्छु है भनेर मैले भन्ने त्यही थियो। त्यो कान समाउने पद हो कि कहीँबाट चाहिँ फुत्किन पाइँदैन, गर्नुपर्छ। ओके, सो एट द लास्ट अब हामी यत्रो डिस्कसन गऱ्यौँ होइन, कतिपय टपिक कभर गऱ्यो, कतिपय बाँकी नै छ। सो हामी त यसो हेर्दाखेरि चाहिँ लाइक हामी बिलो एभरेज नै छौँ कि नेपालको अरू डिस्ट्रिक्ट बाहिर त कम्पेरिजनै नगरौँ, अरू डिस्ट्रिक्टसँग कम्पेरिजन गऱ्यो भने पनि वी आर एट बिलो एभरेज हरेक इन्डेक्समा। लाइक इकोनोमी वाइज होला, तपाईँको लिट्रेसी वाइज होला, एजुकेसन वाइज होला, हेल्थ वाइज होला। सो दे हेभ अलट टु डु लाइक अहिलेको पोलिसी मेकर ल मेकरहरू पनि। सो बिङ एउटा क्यान्डिडेट पनि हुनुहुन्थ्यो, यु डु हेभ ओन योर एजेन्डाज होइन, लाइक तपाईँको आफ्नै बाचा छ, यो एजेन्डा छ होइन, घोषणापत्र छ। सो अरू जो इलेक्ट हुनुभएको छ हाम्रो क्षेत्रबाट अथवा इन्टायर कपिलवस्तु डिस्ट्रिक्टबाट इलेक्ट हुनुभएको छ, वाट सजेसन वुड यु लाइक टु गिभ फर देम, लाइक कसरी काम गर्ने तपाईँको तर्फबाट? अनफर्चुनेटली होइन भाइले भन्नुभयो चाहिँ हो बिलो एभरेज छ, त्यो एउटा होटुटी बोकेर पनि होइन। यसलाई चाहिँ एटलिस्ट पहिचान भने यसै होइन कि, पहिचान भएपछि त्यसपछि सबै कुरा फलो हुँदै जान्छ। मैले भने नि अब आउने कुरामा चाहिँ 10 वर्षपछि के हुन्छ भन्ने कुरो चाहिँ योजना आजको दिनमा देखाएर त्यो ग्लोरियस पिक्चर देखाएर चाहिँ आज काम छैन होइन। सर्ट टर्म, मिडियम टर्म, लङ टर्म होइन। लङ टर्म कुड बी अर्को, त्यसपछि चाहिँ अर्को टर्म पनि जान सकोस्, त्यसमा 10 वर्ष हुन सकोस्। तर मैले इमिडिएट 1 वर्षमा गर्ने काम यो हो, मेरो 5 वर्षमा गर्ने काम यो हो, र 10 वर्षमा भएछ भने कमसेकम चाहिँ दीर्घकालीन योजनाहरू यसरी हुनसक्छ भनेर क्लियर पाथ देखाएर हिँड्नुपर्छ। जुन आजको दिनमा पनि म त सल्लाह मात्र पनि होइन, म त भेटेरै म त चाहन्छु कि चाहिँ होइन चाहिँ आह्वानै गरेर चाहिँ ल आशिष आउन बसौँ, तिम्रो पनि आइडिया के छ सेयर गरौँ होइन। मैले त भनेकै छु, म त आम अलवेज रेडी। अनि कहीँ जानुपर्छ भने किन म पनि जान्छु, ठिक छ म पार्लिमेन्टभित्र गएर बोल्न सक्दिनँ होला, तर कहीँ गएर बोल्न सकिनँ म पनि कपिलवस्तुको नागरिक हुँ होइन। ठिक छ एउटा उभिजेता भएर जित्ने हार्ने भन्ने कुरा त अब जितेरै मात्रै चाहिँ सबै चाहिँ आखिरमा ज्यान त यही हो नि, गएर बोल्ने यही हो होइन। म त उल्टै आह्वान गर्न चाहन्छु कि चाहिँ भन्नुहोस् कहीँ चाहिँ मेरो हेल्प चाहिन्छ भने म त अलवेज रेडी। र चाहिँ क्लियरली चाहिँ सर्ट टर्म मिडियम टर्म काममा चाहिँ ध्यान दिउँ। अहिले इमिडिएटली के चाहिएको छ एक्चुअली बुझौँ। अझै पनि स्क्यानिङ गर्ने भए जाउँ, जनतामा जाउँ, गएर सोधौँ होइन। अब अहिले आउने मल क्राइसिस इज गोइङ टु बी ह्युज, इट्स नट गोइङ टु बी सिम्पल।
यसको जवाफ, यसको तयारी आजको दिनमा भनौँ। होइन सकिँदैन भने अझै हात उठाएर चाहिँ होइन जहाँबाट ल्याउने भए ल्याऊ, इन्डियाबाट ल्याउन सक्छौँ ल्याऊ है भनेर भनिदिनु पऱ्यो। बोर्डरमा त्यही हिसाबको चाहिँ अरेन्जमेन्ट गरिदिनु पऱ्यो। भोलि आएर चाहिँ बिचरा किसानले गएर मल ल्याइरहँदाखेरि चाहिँ भोलि चाहिँ पुलिसको लट्ठी खानुपर्ने अवस्था त आउनु भएन नि। होइन यसको लागि तयार हौँ क्या, यसको लागि तयार हौँ। कुनै कुरा चाहिँ हतार छैन नि, अझै टाइम अझै 5 वर्ष बाँकी छ। अनि यी सबै कुरामा चाहिँ हुनसक्छ अब चाहिँ अब अलिकति चाहिँ रुट लेभलमा गएर बसेर चाहिँ मेरो खालको चाहिँ बुझाइ छुट्टै हुनसक्छ होइन। तर चाहिँ ऐन कानुन बनाउने भन्दैमा चाहिँ ग्रासरुटको चाहिँ इस्युहरू यसै चाहिँ डिस्कार्ड गरेर यसै चाहिँ इग्नोर गरेर अथवा अन्डरमाइन गरेर हिँड्न पाइँदैन, अन्डरमाइन गर्नु पाइँदैन। यो कुरा म त अलर्ट पनि गर्छु होइन। यो चाहिँ बेला बेलामा म भन्छु पनि ठिक छ इट्स टु अर्ली, अहिले चाहिँ भनौँ न भइरहेको छ राम्रो। इभ्यालुएट गर्ने बेला अझै भएको छैन। इभ्यालुएट गर्ने बेला त इभ्यालुएट गर्ने सेल्फ इभ्यालुएसन अब त आफ्नै हिसाबले इभ्यालुएट गर्न त मैले गरि नै रहेको छु। तर मलाई जहाँसम्म लाग्छ मैले भने नि म चाहिँ साह्रै अप्टिमिस्टिक पनि छु होइन। यो अहिले भएको गभर्मेन्टले अहिले जो चाहिँ जनप्रतिनिधि जितेर आउनुभएको छ बडो असल मान्छेहरू हुनुहुन्छ, चाहिँ क्यापेबल मान्छे हुनुहुन्छ, उहाँहरूले गर्न सक्नुहुन्छ भन्ने आशैले हो। म कुनै चाहिँ उहाँहरूले चाहिँ आजको दिनमा चाहिँ नेगेटिभ स्कोरिङ पोइन्टतिर म चाहदिनँ। अनि यही आश गरौँ कि तर जिद्दी नगरिकन होइन कसैले चाहिँ कुरा चाहिँ राम्रो दिइरहेछ र कुरा हो भने कुरा सुनिदिनु पनि पऱ्यो र इम्प्लिमेन्ट गराइदिने चाहिँ उहाँहरूको जिम्मेवारी। त्यसलाई चाहिँ भुल्नु भएन। यसमा चाहिँ अब नो इफ नो बट, अब चाहिँ सोल्युसनमा जानुपर्छ। यसको एक्जिक्युसन र यसलाई चाहिँ अगाडि काम बढाउने बाहेक अब यसो भएन, मेरो कुरा सुनेन, म त माइनोरिटीमा थिएँ, म त कराउँदा पनि दिएन, ल्याउन त खोजियो तर बाटोमा यसो भयो, यी सबै कुरा चाहिँ सुन्नेवाला छैन। नो एक्सक्युज। ओके त्यो गर्नु पाइँदैन। ल हस् त है हस्, थ्याङ्क यू सो मच। एकदम नाइस डिस्कसन भयो है, रमाइलो भयो है। हस् थ्याङ्क यू।